साथी विद्यालय सफ्टवेयरको विशेष लाइफ टाइम अफर। यसभित्र रहेका फिचरहरुमा स्टुडेन्ट बिलिङ, स्कुल अकाउन्ट, एक्जाम म्यानेजमेन्ट, टिचर स्यालेरी, एटेन्डेन्स, आइडी कार्ड, एडमिट कार्ड, सर्टिफिकेट्स, एसएमएस सर्भिसेस, रुटिन, मोबाइल एप, अनलाइन एन्ड अफलाइन सर्भिसेस लगायत विविध सुविधाहरू प्रदान गरिनेछ। साथै विद्यालयको लागि निशुल्क वेबसाइट समेत उपलब्ध गराइनेछ। यो अफरमा सामेल हुनको लागि आफ्नो विद्यालयको नाम र सम्पर्क नम्बर तल दिएको व्हाट्सएप नम्बरमा मेसेज गरी आफ्नो विद्यालय दर्ता गर्नुहोस्। अब यो सफ्टवेयर कस्तो छ अर्थात् माथि दिएका विशेषताहरू कस्तो छ भनेर प्रष्ट बुझ्नको लागि यसभित्र रहेका सम्पूर्ण भिडियो हेरिदिनु हुन अनुरोध गर्दछु। अब यो सफ्टवेयर कस्तो छ त हेरौं त। सबभन्दा पहिला साथी सफ्टवेयर कम्प्युटरमा इन्स्टल गरिसकेपछि यस्तो खालको हाम्रो इन्टरफेस पाउन सक्दछौं। सबभन्दा पहिला हाम्रो एप्लिकेसन लगइन हुन्छ। मैले यो लगइन यसमा दिए, पासवर्ड दिए, त्यसपछि मैले लगइन गरे। लगइन गरिसकेपछि हामीले नयाँ स्कुल क्रिएट गर्न सक्छौं। अहिले हामीले अलरेडी क्रिएट गरिसकेका छौं स्कुल, त्यसैले मैले ओपन गर्छु। यहाँ गएर म के गर्छु, ओपन गर्छु, F1 अथवा इन्टर गर्छु। मैले एउटा स्कुल बनाइसकेको छु, सगरमाथा इंग्लिश सेकेन्डरी स्कुल। यसलाई म डबल क्लिक अथवा म इन्टर गर्छु। इन्टर गरिसकेपछि यहाँ के आउँछ, युजर नेम आउँछ र मैले के गर्छु, यहाँ युजर नेममा एडमिन दिन्छु र त्यसपछि पासवर्ड दिन्छु। यहाँ फरक फरक युजर नेम र पासवर्ड दिन सकिन्छ। मैले यहाँ एडमिन र ए भन्ने पासवर्ड दिएँ। अब त्यसपछि मैले यसलाई के गरेँ, लगइन गरेँ। अब लगइन गरिसकेपछि लेफ्ट साइडमा विभिन्न कमान्डहरू पाउन सकिन्छ, फंक्सनहरू छन् र राइट साइडमा त्यसको रिपोर्टहरू हेर्न सकिन्छ। अब हेर्नुस् त, लेफ्ट साइडमा सबभन्दा पहिला के छ, अकाउन्ट मास्टर छ, जसमा मैले प्लस गरेँ भने विभिन्न यसमा फंक्सनहरू पाउन सकिन्छ। त्यसै गरी अर्को एक्जाम मास्टर छ, अर्थात् एक्जामसँग रिलेटेड काम गर्नको लागि हामी के गर्छौं, एक्जाम मास्टरमा जान्छौं। त्यसै गरी टिचरसँग रिलेटेड काम गर्नको लागि हामी टिचर अकाउन्टमा जान्छौं र कारोबार सम्बन्धी काम गर्नलाई हामी ट्रान्ज्याक्सनमा जान्छौं। लगायत अन्य विभिन्न फिचरहरू तलतिर पनि छन्। सबैभन्दा पहिला हामीले अकाउन्ट मास्टरमा जानुपर्छ, किनभने विद्यार्थीसँग रिलेटेड कामहरू गर्नलाई हामी के गर्छौं, अकाउन्ट मास्टरमा जान्छौं, अर्थात् अकाउन्ट रिलेटेड काम गर्नलाई। अब यसको प्लसमा क्लिक गर्नुपर्छ। प्लसमा क्लिक गरिसकेपछि सबैभन्दा पहिला के छ, स्टुडेन्ट इन्ट्री भन्ने छ। त्यो भन्दा अगाडि एडमिसन छ, अर्थात् हामीले एडमिसन गर्छौं र एडमिसन भन्दा पहिला हामीले के त यहाँ स्टुडेन्ट इन्ट्रीको काम गर्छौं। किनभने हामीले यो सफ्टवेयर राख्दाखेरि हामीले अगाडि को हामीहरुसँग डाटा हुन सक्छ, त्यो डाटालाई हामीले के गर्नुपर्छ, इम्पोर्ट गर्नुपर्ने हुन्छ अथवा हाम्रो सफ्टवेयरमा ल्याउनु पर्ने हुन्छ। सबभन्दा पहिला हाम्रो सफ्टवेयरमा कसरी डाटा ल्याउने त, किनभने हाम्रो स्कुल अगाडि नै रनिङ भइरहेको छ, लिन पर्ने ड्यू ब्यालेन्सहरू हुन सक्छ, सम्पूर्ण रेकर्डहरू हुन सक्छ। त्यसैले गर्दा हामीले सबभन्दा पहिला विद्यार्थीको रेकर्ड इन्ट्री गर्नु पर्यो। त्यसका लागि हामी के गर्छौं, स्टुडेन्ट इन्ट्रीमा जान्छौं। स्टुडेन्ट इन्ट्रीमा गइसकेपछि हामी के गर्छौं, विद्यार्थीको रेकर्डहरू तान्छौं। अहिले मैले सजिलोको लागि नर्सरीमा विद्यार्थीको रेकर्ड इम्पोर्ट गर्छु। हामीले डाइरेक्टली यहाँ प्लस प्लस गरेर इन्डिभिजुअली डाटा टाइप गर्न पनि सक्छौं। हामीसँग भएको रेकर्डलाई म्यानुअली टाइप गर्न पनि सक्छौं र यदि हामीहरुसँग एक्सेलमा डाटा छ अर्थात् इमेजमा डाटा छ भने त्यो डाटालाई इम्पोर्ट गरेर तान्न पनि सक्छौं। अब म के गर्छु, अब यहाँ म्यानुअली टाइप त गर्न सकिन्छ। विद्यार्थीको नाम, जेन्डर, रोल नम्बर, प्रिभियस ड्यू लगायत सबै इन्फर्मेसन हामी भर्न सक्छौं। यहाँ धेरै इन्फर्मेसनहरू छ, हामी यो भर्न सक्छौं। अब म यो डाटा म्यानुअली भर्दिन, म के गर्न चाहन्छु, ल्याउन चाहन्छु, इम्पोर्ट गर्न चाहन्छु। त्यसका लागि म के गर्छु, यसमा यो इम्पोर्ट विजार्डमा क्लिक गर्छु। क्लिक गरिसकेपछि अब कुन चाहिँ क्लासमा ल्याउने भन्छ यसले, म यो क्लासमा ल्याउन चाहन्छु नर्सरीमा र कहाँबाट इम्पोर्ट फ्रम एक्सेल भन्छु। यति गरिदिएपछि
मैले यहाँ एक्सेल के गर्छु चुज गर्छु। जस्तो मसँग सी ड्राइभ भित्र मैले डाटा यहाँनेर डम्मी डाटाहरु राखेको छु भने अहिले मैले यहाँ 5 राखिदिएको छु। यो डाटालाई म नर्सरीमा इम्पोर्ट गर्न चाहन्छु, अर्थात यो नर्सरीकै डाटा हो रे। यसलाई मैले के त सिलेक्ट गरेर ओपन गरे। अब यो सम्पूर्ण डाटा के त नर्सरीमा इम्पोर्ट हुन्छ। केही समय प्रतीक्षा गर्नु। हेर्नुस् त अब यहाँ सबै डाटा मसँग इम्पोर्ट भयो। मसँग 7 जना विद्यार्थीहरुको यहाँ रेकर्ड छ र विद्यार्थीको नाम, जेन्डर, रोल नम्बर, प्रिभियस ड्यू यी सबै इन्फर्मेसन छन्। यो प्रिभियस ड्यू भनेको चाहिँ हामीले सफ्टवेयर राख्नु भन्दा अगाडिको रेकर्डहरुमा जति ब्यालेन्स छ त्यो ब्यालेन्सलाई प्रिभियस ड्यू भन्छौं। जस्तो मानिलियौ हामीले अहिले वैशाखमा रेकर्ड इन्ट्री गर्दै छौं भने वैशाख भन्दा अगाडि अर्थात चैत्र सम्मको कति छ त त्यो ब्यालेन्स भन्नको लागि हामी के गर्छौं यो डाटालाई यहाँ राख्दछौं, अर्थात यो प्रिभियस ड्यू राख्दछौं। अब मैले यो विभिन्न डाटाहरु मैले ल्याएको छु। अब यो डाटामा मैले कुनै मोडिफिकेसन गर्न पनि सक्छु र यसलाई एडिट गर्न पनि सक्छु, डिलिट गर्न पनि सक्छु र नयाँ रेकर्ड म एड गर्न पनि सक्छु। यदि यहाँ भएको डाटामा एक्जिस्टिङ अर्को नयाँ रेकर्ड एड गर्न पर्यो भने म के गर्छु एड गर्दै गर्दै अन्त्यमा सेभ गर्छु। भनेपछि मलाई अहिले के गर्नु छैन, नयाँ रेकर्ड एड गर्नु छैन। जे छ यही नै ठीक छ। मानौ यो प्रिभियस ड्यूमा कुनै भ्यालुहरु तलमाथि गर्नु पर्यो भने हामी के गर्दिन्छौं यो भ्यालुलाई मानौ 9000 को ठाउँमा 15000 गर्नु पर्यो भने हामी के गर्छौं 15000 गर्दिन्छौं अनि यसलाई सेभ गर्छौं। भनेपछि हामी डाटालाई के गर्न सक्छौं सेभ गर्न सक्छौं। अब यहाँनेर मसँग लेफ्टमा हेर्नुस् त यहाँनेर आईडी छ। प्रत्येक विद्यार्थीको आईडी हुन्छ र नेम हुन्छ। यो आईडी युनिक हुन्छ र यहाँ विद्यार्थीको फोटो यो आईडी मा एड गर्न सक्छौं। यसमा क्लिक गर्यौं भने यहाँनेर विद्यार्थीको फोटो बाइ डिफल्ट यो आएको छ। यसलाई तपाईले के त चेन्ज गर्न सक्नुहुन्छ। यसमा मैले क्लिक गरे यहाँ के त विद्यार्थीको फोटो मैले राख्न सक्छु। अब यहाँनेर विद्यार्थीको फोटो यहाँनेर मैले राखेको छु। स्याम्पल नमुनाको फोटोहरु यहाँ विभिन्न यहाँ पिक्चर फोटोहरु राखेको छु। अब यो फोटो के त मैले एड गर्छु। अब विद्यार्थीको नाम राखेको छु। ल यसलाई यो फोटो राख्दिन्छु। अब यसलाई म सेभ गर्छु। त्यस्तै गरी यो यहाँ फरक फरक फोटोहरु मैले राखिदिए। यसलाई मैले सेभ गर्दिए। यो जति पनि मैले फोटो राखेको छु यो जस्ट एउटा एजुकेशनल पर्पजको लागि सिक्नका लागि राखिएका फोटोहरु हुन्। यसलाई त्यसरी नै बुझिदिनु होला। यहाँ विभिन्न फोटोहरु मैले राखेको छु। यसलाई मैले ल जेन्डरमा जिगज्याग हुन सक्छ। जस्ट एउटा यो अध्ययनको लागि मैले राखिएका फोटोहरु हुन्। मैले यो फोटो एड गरे। अब यो विभिन्न व्यक्तिहरुको मैले फोटो पनि एड गरिसके। अब यो फोटो एड गर्दाखेरि मलाई के फाइदा हुन्छ भन्दाखेरि जब हामी यो विद्यार्थीसँग रिलेटेड जति पनि बिलिङहरु गर्छौं कारोबारहरु गर्छौं सबैमा फोटो आउँछ। त्यसले गर्दा हामीलाई सजिलो हुन्छ। अब हेर्नुस् त मैले यी इन्फर्मेसन फिल गरे। मैले नर्सरीमा राखेको छु विद्यार्थीहरुको नाम लिस्टहरु। मैले अर्को 9 क्लासमा पनि विद्यार्थी इम्पोर्ट गर्छु किनभने मलाई 9 मा पनि इम्पोर्ट गर्नु छ। 9 मा गरे। 9 मा गरिसकेपछि म के गर्छु म कुनै एउटा सी ड्राइभमा गएर मसँग भएको डाटालाई जस्तो 9 को डाटालाई मैले के त इम्पोर्ट गर्दिन्छु। अब मसँग 9 को डाटा पनि आए। अब यहाँ पनि मैले के गर्न सक्छु फोटो एड गर्न सक्छु। अब यहाँलाई मैले यो कुरा मैले सिकाउन परेन किनभने यहाँले यो गर्न सक्नुहुन्छ। अब मैले विद्यार्थी 9 को पनि मैले फोटोहरु पनि राखेर मैले रेडी बनाए। अब विद्यार्थी एड गरिसकेपछि म के गर्छु स्टुडेन्टको फी सेट गर्छु। यहाँ जान्छु। यहाँ गइसकेपछि नर्सरीमा जान्छु। यहाँ चाहिँ के त यसमा क्लिक गरेर यो इंग्लिश हेडिङ गर्दिन्छु। बाइ डिफल्ट रेडीमेड के आउँछ यसमा टपिक्सहरु आउँछ। जस्तो यो टपिक्समा हामीले के त थप्न पनि सक्छौं र यसलाई मोडिफाई गर्न पनि सक्छौं। जस्तो मसँग अहिले प्रिभियस टु एडमिसन इयरली आएको छ। जस्तो मानौ म के गर्न चाहन्छु एडमिसनलाई मैले यो सबैमा नलाग्न सक्छ। इयरलीमा म के गर्दिन्छु भन्दाखेरि यहाँ राख्दिन्छु 4000 इयरली फी छ 4000 फी र मन्थली फीमा म कति राख्दिन्छु भन्दाखेरि 2500 रुपैयाँ मन्थली फी सबै महिनामा लाग्छ।
यसलाई मैले एड गर्दिएँ। एक्जाम फीमा म के गर्दिन्छु भन्दाखेरि 500 रुपैयाँ लाग्छ, तर सबै महिनामा होइन, यो 4 वटा महिनामा अषाढ, आश्विन, पुष र चैत्रमा लाग्छ। र यो अन्य टपिक्सहरु भेहिकल भनेको कुनै विद्यार्थीले भेहिकलमा चढ्न सक्छन्, कुनै नचढ्न सक्छन्, त्यसैले गर्दा यो भेहिकलमा नराख्ने। यो अन्य टपिक्सहरु टाई बेल्ट, कपी डायरी, यो स्कुल युनिफर्म, यो भनेको अप्सनल हुन सक्छ। कुनै विद्यार्थीले युनिफर्म किन युनिफर्म सबैलाई यदि स्कुलले कम्पल्सरी गरेको छ भने यहाँले के गर्न सक्नुहुन्छ, अब त्यो युनिफर्मको रकम राख्न सक्नुहुन्छ। क्लास वाइज फरक फरक पर्न सक्छ। मानौ नर्सरीको लागि 1200 को युनिफर्म दिने कन्फर्म हो भने, स्कुलले दिने योजना बनाइएको छ भने फेरि यो 12 महिनामा होइन, यसलाई टिक मार्क हटाउनु पर्छ। कहिले त भन्दाखेरि वैशाखमा मात्रै। अब यसलाई मैले के गर्दिन्छु, एड गर्दिन्छु। अब मानौ यहाँको प्रश्न हुन सक्छ, मानौ यो वैशाख महिना कटिसक्यो, अब जेठ महिना पुग्यो भने यो 1200 ले के हुन्छ भन्ने हुन सक्छ। नर्मली के त वैशाखदेखि नै सुरु हुन्छ। मानौ कुनै विद्यार्थी जेठमा आयो भने जेठमा हामीले म्यानुअली नै त्यो फेरि 1200 एड गर्न चाहिँ सक्छौं। त्यो सिस्टम हुन्छ। यो चाहिँ हाम्रो मेन सेटिङ हो, जसको माध्यमबाट हामीले सबै विद्यार्थीलाई सेम टाइपका के त फीहरु अप्लाई गर्न सक्छौं। अब यो टपिक्स अदर अन्य टपिक्सहरु पनि मैले यदि राख्नु पर्यो भने यहाँनेर मैले के त राख्न सक्छु। जस्तो उदाहरणको लागि कोचिङ मानौ COACHING कोचिङ फी, कोचिङ फी भनेर राखे भने मैले के त अब यसलाई मैले एड गरिदिनु पर्छ है। अब यो कोचिङ फी चाहिँ टपिक्स आएर बस्छ हैन। अब यो कोचिङ फी कति हुन्छ भन्ने फिक्स नहुन सक्छ। त्यसले गर्दा के त यो टपिक्सलाई चाहिँ जस्ट राख्दिने मात्रै, यो चाहिँ टपिक्स मात्रै राख्दिने। भोलि चाहियो भने प्रयोग गर्नलाई अन्य यसरी टपिक्सहरु जति चाहिन्छ यहाँले के गर्न सक्नुहुन्छ, एड गर्दै जान सक्नुहुन्छ। यो चाहिँ मेन टपिक्स हो। यो कहिले गर्ने भन्दाखेरि जब सेसन स्टार्ट हुन्छ त्यतिखेर गर्ने चीज हो। यो टाइममा गरिरहने चीज हो नि। यो एक पटक सेटिङ अप्लाई गरिसकेपछि सधैँलाई के हुन्छ, यो अप्लाई हुन्छ। मैले एड गर्दिएँ। यसरी मैले के गरे, टपिक्स एड गरे। के हुन्छ भने एउटा क्लासमा यी टपिक्सहरु मैले सेट गरिसकेपछि अब बाँकी रहेको क्लासहरुमा पनि सिमिलर टपिक्सहरु हुन्छन्। जस्तो मानौ यहाँले बिल तयार गर्नुभयो भने, म्यानुअल बिल तयार गर्नुभयो भने प्रत्येक क्लासको छुट्टै बिल त हुँदैन, किन टपिक्स एउटा राखिएको हुन्छ, त्यसैलाई काट्ने हो। त्यसले गर्दा हामीले के गर्छौं भन्दाखेरि यो टपिक सेट गर्छौं। यो टपिक सेट गरिसकेपछि मानौ अब मलाई के त एसकेजी मा पनि त्यो अप्लाई गर्नु पर्यो भने के गर्नु पर्यो, पेस्ट फ्रम मास्टर भन्नु पर्यो। यो भन्नुको मतलब के त अघि हामीले जुन टपिक्सहरु हामीले यहाँ अप्लाई गरेका थियौं त्यही आउँछ। हेर्नुस् त कोचिङ पनि आयो नि त। यसरी हामीले के गर्न सक्यौं, यसरी सेट गर्न सक्यौं। अब मैले के गरे, अब यो फीहरुमा फरक हुन्छ। जस्तो इयरली फी यसमा 4000 होइन, एसकेजी को अलिकता बढी 4200 राख्दिए मैले। यसले 4200 मैले के गर्दिए त एड गर्दिन। हामीले के गर्न सक्छौं, यसरी फरक 4200 राख्दिए मैले, यसलाई एड गर्दिए। अब त्यस्तै गरी यो 2500 होइन 2700 2700 राख्दिए। 2700 यसरी आयो भनेपछि एक्जाम फी मा 550 यसलाई मैले यसरी एड गर्दिन सक्छु। अब अरुमा स्कुल युनिफर्ममा 1350 अथवा 1300 राख्दिए। यसरी मैले के त यो एड गर्दिए। अब यहाँ मैले सेभ गर्दिए। यसरी प्रत्येक क्लासमा हामी के गर्न सक्छौं, जस्ट कपी फ्रम गर्दै यसलाई सेभ गर्दै गर्न सक्छौं। अब यो चाहिँ फरक गर्दियो। यो अहिले मलाई अरु क्लासमा गर्नु छैन, 9 क्लासमा मैले गर्दिन्छु। अब के गर्छु, पेस्ट फ्रम मास्टर गर्दिन्छु। अब 9 क्लासको इयरली कति छ, 5600 छ, 5600 छ। त्यस्तै गरी मन्थली फी 3500 रुपैयाँ छ। त्यस्तै गरी एक्जाम फी छ कति त 900 छ। अब स्कुल युनिफर्म कति छ भन्दाखेरि 1800 छ। यसलाई मैले राखिदिएँ। अब यहाँहरुको बुक पनि हुन सक्छ, बुक छ भने बुक पनि राखिदिने। ल यसलाई मैले के गरे, सेभ गरे। यति कुरा यहाँले पक्कै पनि बुझ्नुभयो। यो राखिएका फीहरु भनेको सम्पूर्ण विद्यार्थीलाई सेम टाइपको फीहरु हो। अब सबै विद्यार्थीको फीहरु के हुँदैन भन्दाखेरि सिमिलर हुँदैन। किनभने हामीले जब विद्यार्थीहरु काउन्सिलिङ गर्छौं, अब काउन्सिलिङ गर्दाखेरि अभिभावकसँग फी निर्धारण गर्दाखेरि फरक फीहरु हामी के गर्न सक्छौं, राख्न सक्छौं। मानौ कुनै अभिभावकको 3टा बच्चा छन् भने एकजनालाई फ्री गर्दिन सक्छौं। कुनै अभिभावकको 2 जना बच्चा छन् भने एकजनालाई फ्री, एकजनालाई हाफ र अर्कोलाई फुल गर्न सक्छौं। भनेपछि यस्तो खालको सेटिङ गर्नको लागि अब फी भनेको चाहिँ सबैलाई सेम भयो। अब यो स्कलरशिप भनेको छ, यो चाहिँ
स्कलरशिप मात्रै होइन कि यो चाहिँ विशेष किसिमको फी हो। अर्थात् जुन जेनरल फी भन्दा यदि केही कुराहरू तलमाथि फीहरुमा गर्न पर्यो भने हामी के गर्छौं, यो स्कलरशिप भन्ने सेटिङ गर्छौं। अब स्कलरशिप सेटिङ भन्नुको मतलब मानौ यो विद्यार्थी टोटली फ्री हो भने हामी यसलाई के त फ्री गर्न सक्छौं, यसको सबै फ्री हो। तर नर्मली के त टोटली फ्री नहुन सक्छ, उलाई मन्थली फी चाहिँ फ्री हुन सक्छ, अरु चाहिँ लाग्न सक्छ भने मन्थली फीमा राइट क्लिक गरेर के गर्दिने त यसलाई 0 गर्दिनी, सबैमा 0 भयो। अब के त इयरली फी पनि लाग्छ र लुगाको पनि लाग्छ र एक्जामको पनि लाग्छ भने नि त्यसलाई त्यो त्यतिकै छोड्दिने, यसलाई मैले सेभ गर्दिनु पर्यो। भनेपछि यो के भयो त अब यसमा चाहिँ त्यो कुरा अप्लाई भयो। इयरली फी यसको के त मन्थली फी यसमा छैन, अरुमा चाहिँ छ फेरि। अब मानौ यो विद्यार्थीकोमा चाहिँ मन्थली फी 50% डिस्काउन्ट र अरुमा सबै हो भने राइट क्लिक गरौँ, एडिट गरौँ, यसलाई कति त 1250 राख्दियौ, यसलाई मैले एड गर्दिए भनेपछि यो फिक्स भयो। भनेपछि यसरी हामीले के गर्न सक्छौं, विद्यार्थीको फीहरुमा भेरिएसन गर्न सक्छौं। अब यहाँको प्रश्न हुन सक्छ अब भेहिकलहरु कसैलाई लाग्छ कसैलाई नलाग्ने भन्ने कुरा चाहिँ फेरि यहाँबाट निर्धारण गर्ने होइन, यसका लागि अर्को नै ठाउँ छ। यति कुरासम्म हामीले के त फी सम्बन्धी कुराहरु मिलायौं। यो चाहिँ मानौ तपाईसँग रहेका मानौ 500 जना विद्यार्थी छन् भने मानौ तपाईले 300 स्टुडेन्टहरुलाई चाहिँ फरक फी राख्नु भएको छ भने चाहिँ 300 जनामै यसरी चाहिँ स्कलरशिप सेट गर्नुपर्छ। किन त भन्दाखेरि त्यसमा सिस्टम भएन, सबै विद्यार्थीलाई चाहिँ के त फरक फी राखेको छ भने त सिस्टमले त बुझ्दैन। त्यसैले गर्दा जब हामी सफ्टवेयरबाट विद्यार्थीको फी सेट गर्छौं भने यसले के गर्छ, स्कुललाई एउटा सिस्टममा लैजान पनि मद्दत गर्दछ। जब हामी म्यानुअल गर्छौं फरक फी राख्न पनि गाह्रो भएन, जब सिस्टममा लैजान्छौं त्यसले गर्दा के त सबैकोमा एउटै राख्ने प्रयास गर्छौं, सजिलो हुन्छ काम गर्नलाई। भनेपछि हामीले नर्सरीमा यो सेट गर्यौं। अब मानौ 9 कक्षामा हामीले के त फी सबैलाई फेरि केही डिस्काउन्ट दिएको छैन भने यसलाई छोड्दिने, मैले नर्सरीलाई मात्रै त्यो गर्दिए। अब यो यसलाई छोड्दिने। अब तेस्रो पालीमा के गर्ने भन्दाखेरि भेहिकल सम्बन्धी, यदि यहाँको स्कुलमा भेहिकल प्रयोग हुन्छ, गाडीको प्रयोग हुन्छ भने त्यस्तो अवस्थामा हामीले के त भेहिकल पनि सेट गर्नुपर्छ। त्यो भेहिकल सेट गर्नलाई त्यो भेहिकल सेट गर्नुभन्दा पहिला अथवा बिल लिनुभन्दा पहिला भेहिकल सेट गर्नै पर्छ, किनभने गाडी चढ्नेको त फेरि त्यो एड गर्नु पर्यो। त्यसले गर्दा यसका लागि के त यो माइनस गरौँ। अब यहाँ तल हेर्नुस् त, यहाँनेर ट्रान्ज्याक्सनमा सेट ट्रान्सपोर्टेसन भनेको छ। यो ट्रान्सपोर्टेसन भनेको चाहिँ गाडी सम्बन्धी, त्यहाँ बसेर म इन्टर गर्छु। मानौ यसमा मैले अलरेडी सेट गरेको छु लामी डाँडा हैन, रमाइलो चोक, 2 नम्बर बजार, नन भनेको छ। अब यो चाहिँ के हो त भन्दाखेरि यो चाहिँ रुट राखिदिएको, फरक रुटको रकम पनि फरक, जस्तो लामी डाँडाको रुट, किनभने हाम्रो रुट त फरक नाम हुन्छ नि त, त्यसले गर्दा हामीले नामै राखिदिए। अब यो रमाइलो डाँडाको यति रुपैयाँ, यसको 2 नम्बर बजारको यति रुपैयाँ, र कुनै विद्यार्थीको यदि गाडी चढ्दैन भने त्यस्तो अवस्थामा यहाँनेर नन राखिदिनु पर्छ। भनेपछि यसलाई के भयो त भन्दाखेरि यो ननबाट पनि प्रष्ट भयो अथवा नलाग्ने अवस्थामा। यति सेट गरेपछि अब विद्यार्थीहरुको भेहिकल कहाँबाट गर्ने भन्दाखेरि त्यो चाहिँ अब स्कलरशिपबाट होइन। किन भन्दाखेरि स्कलरशिप गर्यो भने त धेरै डिफिकल्ट हुन्छ। अब हाम्रो स्कुलहरुमा के हुन्छ प्रायसो भन्दाखेरि अभिभावकहरूले 2 महिना गाडी चढाउनु हुन्छ, त्यसपछि फेरि 1 महिना चढाउनु हुन्न, फेरि बच्चालाई गाह्रो हुन्छ, अब फेरि 1 महिना चढाउनु हुन्छ, फेरि 1 महिना चढाउनु। त्यस्तो अवस्थामा चाहिँ फेरि के त हामीले स्कलरशिपबाट गर्यो भने गाह्रो हुन्छ। त्यसका लागि हामी के गर्छौं भन्दाखेरि स्टुडेन्ट एन्ट्रीमा गएर यहाँ बसेर इन्टर गर्छु र यहाँ लास्टमा रुट भन्ने छ, हेर्नुस् त यो रुट भनेको छ। बाइ डिफल्ट नन हुन्छ, यसलाई तपाईले के गर्न सक्नुहुन्छ, रुट सेट गर्न सक्नुहुन्छ। यसलाई के त अब 2 नम्बर बजार राख्न सक्नुहुन्छ। अब 2 नम्बर बजार छ भने 2 नम्बर बजारको रुटको पैसा जति छ त्यति देखाउँछ। मानौ बैशाखमा उहाँले के त गाडी चढ्नुभयो, रमाइलो चोक भन्नुभयो, अब यो व्यक्ति के त फेरि अब यहाँ लामी डाँडामा चढ्नुभयो हैन, अब यो पनि लामी डाँडाको हो भने यसरी हामीले के त यसरी सेट गर्नु पर्यो। सेट गर्दिएपछि यसलाई मैले सेभ गर्दिए। भनेपछि अब यो तरिकाले मैले के गर्छु भन्दाखेरि यो भ्यालुहरुलाई मैले राखिदिए। यति राखिसकेपछि अब मैले यसको चाहिँ हामीले यति काम गरेपछि अब हामी के गर्छौं, बिलिङतिर जान्छौं। हामीले प्रिभियस ड्यू पनि हालिसकेका छ। यो प्रिभियस ड्यू भनेको चाहिँ
विद्यार्थी यो सफ्टवेयरमा इन्ट्री गर्नुभन्दा अगाडिको कति रकम छ भनेर हेर्नको लागि यो चैत्रसम्मको भन्न खोजे प्रिभियस ड्यू। अब यसलाई अब के गर्ने भन्दाखेरि यो प्रिपेयर सेन्डिङ बिलमा जानुपर्छ। अब चाहिँ हामी के त बिल तयार गर्नको लागि रेडी भयौं भनेको। अब म यहाँ गएँ। अब म यहाँ गइसकेपछि अब हेर्नुस् त म वैशाखमा गरेको छु अहिले मैले, किनभने डेट वैशाखबाटै म सुरुवात गरेको छु। अब हेर्नुस् त यहाँ नर्सरीको यो आयुष चौधरीको कति छ 15,000 प्रिभियस ड्यू छ र अन्य फीहरु यहाँनिर छ। हेर्नुस् त अब यसको यति छ, यसको चाहिँ 7,000 छ, यसको यति छ, यसको यति फरक जस्तो। यसमा हेर्नुस् त यसको के त यो मन्थली छ र भेहिकल यसमा 290 छ। हेर्नुस् त यसको। अब अर्को विद्यार्थीको हेर्नुस् त यहाँ अर्को विद्यार्थीको भेहिकल छैन, किनभने उसको भेहिकल त्यहाँ सेट गरेका छैन। यसमा गयो भने फेरि के त भेहिकल छ, यसमा गयो भने फेरि के त छैन। यसरी हामीले जुनको भेहिकल छ त्यो हामी यसरी एप्रुभ गर्न सक्छौं। अब भनेपछि म के गर्छु भन्दाखेरि यसलाई एप्रुभ भनेको चाहिँ अब पैसा लिनको लागि तयार भनेको। अब म यहाँ के त एप्रुभ अल गर्दिन्छु, किनभने एक एकवटा किन गर्ने, एक एकवटा इन्डिभिजुअली पनि एप्रुभ गर्न सकिन्छ हैन, एकैचोटी एप्रुभ गर्न पनि सकिन्छ। अब मैले के गर्दै एप्रुभ अल गर्दिए। वैशाखको लागि मैले के गर्दै एप्रुभ गरे भनेपछि म पैसा लिनको लागि तयार भएँ भनेको वैशाखको। अब म जेठको पनि एप्रुभ गर्छु। अब म यसमा टिक मार्क गर्छु। अब मानौ जेठको पनि गर्छु। अब म यहाँ के त एप्रुभ अल गर्दिए मैले भनेपछि जेठको पनि एप्रुभ भयो। अब यसलाई मैले बन्द गरे। अब म आजको डेट हान्छु। आजको डेट भनेको कति हो त 2 महिना 13 गते। यसलाई मैले के गर्दिए त अप्लाई गर्दिए। अप्लाई गरिसकेपछि अब म के गर्दै छु यसलाई भन्दाखेरि अब बिल तयार गर्न सक्छु र अब म पैसा लिन पनि सक्छु। अब त्यसको लागि हामीले के गर्यौं पैसा लिनको लागि तयार भयौं। प्रिपेयर गरिसकेपछि हामीले कुनै पनि विद्यार्थीको फी लिन सक्छौं र अब त्यो फी लिनको लागि हामी के त रिसिभ स्टुडेन्ट फी भन्ने छ। हेर्नुस् त त्यहाँ गएर अब रिसिभ स्टुडेन्ट फी विभिन्न तरिकाले गर्न सकिन्छ। यहाँ बसेर इन्टर गर्दा पनि भयो हो। यसलाई म स्केप गर्दिन्छु, क्यान्सल गर्दिन्छु अथवा यहाँ कट्टी गर्दिन्छु। किबोर्डमा रहेको F12 प्रेस गर्दा नि भयो, किनभने यो धेरै पटक हामी रिसिभ गरिरहेका हुन्छौं। स्केप गरौँ बन्द गर्छु अथवा तपाईले यहाँनिर के त सर्टकट यसमा गएर क्लिक गर्दा पनि विद्यार्थीको फी रिसिभ गर्न सकिन्छ। विभिन्न तरिका यसमा छन् रिसिभ गर्ने। अब कुन विद्यार्थी तपाईले यहाँ विद्यार्थीको नाम टाइप गर्न सक्नुहुन्छ। विद्यार्थीको नाम टाइप गर्दा पनि भयो, त्यसपछि नम्बर टाइप गर्दा नि भयो अथवा आईडी टाइप आयुष भन्दा आयुष ल आयुष भनेपछि टक्क आउँछ। अब यसलाई मैले यसको कति पैसा छ भनेर हेर्नको लागि के गर्नु पर्यो इन्टर गर्नु पर्यो। इन्टर गरिसकेपछि के देखाउँछ भन्दाखेरि प्रष्टसँगले 25,780 रुपैयाँ प्रष्ट देखायो नि हैन। हेर्नुस् त यो 25,780 देखायो। अब कुन महिनाको त वैशाखको पनि र ज्येष्ठको पनि देखायो। वैशाखसम्मको 22,990 र जेठसम्मको 25,780। यहाँ हेर्नुस् त प्रष्टसँग छ। यो कलरबाट पनि हामी प्रष्ट बुझ्छौं, यसको रकम पनि कति सबै कुरा यसले प्रष्ट दिएको छ। अब कुन शीर्षकबाट कति तिर्न पर्ने जेठसम्मको र अब तपाई कुन टपिक्समा तिर्दै हुनुहुन्छ भन्ने कुराको यो यतापट्टिको यो हाइलाइटेड रकमबाट पनि हामी हेर्न सक्दछौं। अब मानौ तपाईले पैसा लिनु भन्दा पहिला यसलाई के गरौँ त भन्दाखेरि हामीले पैसा लिनु भन्दा पहिला त अभिभावकलाई हामी के गर्छौं बिल पठाउँछौं। यो त रिसिभ गर्ने कुरा भयो। अब रिसिभ गर्नु भन्दा पहिला हामीले के गर्छौं सेन्डिङ बिल अभिभावकलाई पठाउँछौं। अब सेन्डिङ बिल कसरी पठाउने भन्ने कुरा छ। सेन्डिङ बिल पठाउनको लागि यहाँ प्रिन्ट सेन्डिङ बिल भन्नेमा जानुपर्छ। अब प्रिन्ट सेन्डिङ बिलमा जानको लागि यहाँ जाने, त्यसपछि कति क्लासको भन्ने क्लास चुज गर्ने, कुन सेक्सनको भन्ने छ, कुन महिनाको भन्ने छ। अब मैले एप्रुभै जेठसम्मको गरेछ, त्यसैले म के गर्छु जेठ चुज गर्छु। अब यहाँ एउटा क्रिस्टलबाट चाहिँ रिपोर्ट हेर्न सकिन्छ, अर्को चाहिँ पीडीएफबाट हेर्न सकिन्छ। मलाई कम्पेरेटिभली सजिलो के हुन्छ पीडीएफ हुन्छ, किनभने जहाँ पनि यसलाई लैजान सकिन्छ। अब म के गर्दै छु यो जेनेरेट बिल पीडीएफमा गएर क्लिक गर्छु। यसमा क्लिक गरिसकेपछि के हुन्छ
अब यस्तो खालको हाम्रो अर्को बक्स सेन्डिङ बिल पीडीएफ भन्ने एउटा बक्स आउँछ जसमा तपाईलाई प्रिभ्यू देख्न सक्नुहुन्छ। अब यो प्रिभ्यू भनेको चाहिँ के हो त भन्दाखेरि तपाईको यो प्रिभ्यू भनेको एउटा पेजमा एउटा भनेको। अब यतापटि पेपरको साइज भनेको छ तपाईले के गर्न चाहनुहुन्छ A4 मा दुईटा निकाल्न चाहनुहुन्छ कि हेर्नुस् त यहाँ दुईटा आउँछ A4 मा हो A4 मा चारवटा निकाल्न चाहनुहुन्छ कि A4 मा चारवटा आउँछ A5 मा एउटा निकाल्ने हो कि A5 मा दुईटा निकाल्ने हो कि र लेटर साइजमा दुईटा निकाल्ने हो। तपाईले यहाँ के गर्न सक्नुहुन्छ विभिन्न अप्सन गर्न सक्नुहुन्छ। जस्तो तपाईले A4 को चारवटा निकाल्ने हो भने के गर्नु पर्यो यसमा गएर क्लिक गर्नु पर्यो। A4 मा दुईटा निकाल्नु पर्यो भने यसमा क्लिक गर्नु पर्यो। जस्तो अहिले म A5 मा एउटा निकाल्न चाहन्छु यसमा गएर क्लिक गरे। क्लिक गरिसकेपछि यहाँ के छ अब यो पीडीएफ प्रिभ्यूमा गएर क्लिक गर्छु। हेर्नुस् त यहाँ क्लिक गरेपछि कस्तो आउँछ हेर्नुस् त यो A5 को साइजमा देखियो देख्नु भयो। यो चाहिँ हाम्रो A5 मा एउटा आयो। त्यसपछि हेर्नुस् त डेट स्टुडेन्ट आइडी नाम त्यसपछि क्लास सेक्सन प्यारेन्ट्स को नाम अमाउन्ट टपिक्स को नाम त्यस्तै गरी कति कुन कुन शीर्षक प्रिभियस यो सबै कुराहरु के गर्दै त्यसले देखायो। र यहाँ तपाईले के गर्न सक्नुहुन्छ यसरी यो हेर्न सक्नुहुन्छ। यसरी हाम्रो के त यसरी डिटेल बिल देखायो यसरी आउने भयो। मानौ तपाईलाई चारवटा निकाल्नु पर्यो यसलाई मैले बन्द गरे चारवटा निकाल्नु पर्यो भने के गर्नु पर्यो A4 को चारवटा गर्नु पर्यो। अब यसलाई म के गर्छु प्रिभ्यू गर्दिन्छु। हेर्नुस् त यहाँ अब के त यो A4 साइजमा चारवटा हाम्रो पाउन सक्दछौं। हेर्नुस् त यहाँ एउटा के भयो त यहाँनेर चारवटा छ। एउटा यो पेज भयो अर्को यो पेज भयो यो अर्को यो भयो यसरी अर्को यहाँनेर छ भनेपछि हाम्रो कतिवटा भयो त चारवटा भयो। A4 मा चारवटा निकाल्न सक्छौं हामीले। यसरी हामीले के गर्न सक्छौं A4 मा कतिवटा चाहियो त्यतिवटा हामी यहाँ निकाल्न सक्दछौं। कहाँ छ यो अप्सन यतापटि छ। A4 मा दुईटा चाहियो भने दुईटा। अब त्यसले गर्दा तपाईले यहाँ साइजहरु अथवा पेपरको साइजहरु डिफाइन गर्न सक्नुहुन्छ। मानौ जस्तो यो अहिले तपाई यो जुन खालको हाम्रो यो बिल छ यो सेन्डिङ बिलको डिजाइनमा तपाई परिवर्तन गर्न चाहनुहुन्छ। यसमा फुल्ली कस्टमाइज्ड गर्न सकिन्छ। जस्तो यो तपाईको यो जति पनि हेडिङ चेन्ज गर्न सकिन्छ यसको बोर्डर चेन्ज गर्न सकिन्छ यसको कलर चेन्ज गर्न सकिन्छ। फुल्ली रूपमा हामी के त यसलाई कस्टमाइज गर्न सक्छौं। कसरी त त्यसका लागि म यहाँलाई देखाउने छु। जस्तो यो चाहिँ चेन्ज गर्नु पर्यो भने तपाईले कस्तो राख्न चाहनुहुन्छ तपाई चेन्ज गर्न सक्नुहुन्छ। यहाँ के छ भन्दाखेरि यहाँनेर अप्सन छ यसमा क्लिक गर्नुस् त्यसपछि यो नेर यो डिजाइन प्याटर्न छ यो टेम्प्लेट छ यहाँले टेम्प्लेट आफैले डिजाइन गर्न सक्नुहुन्छ। यो एउटा इमेज फाइलको रूपमा रहेको हुन्छ यहाँले चेन्ज गर्न सक्नुहुन्छ। जस्तो यसमा मैले क्लिक गरे अब तपाईले कस्तो राख्न चाहनुहुन्छ यहाँनेर साथी सफ्टवेयरमा विभिन्न खालका टेम्प्लेट राखिएको छ। हेर्नुस् यो यहाँनेर हामीले के गर्दै छौं टेम्प्लेट राख्दै छौं के को बिलको लागि बिल टेम्प्लेट। अब तपाईलाई कस्तो राख्न चाहनुहुन्छ मानौ यस्तो राख्न चाहनुहुन्छ। यसमा मैले के गर्छु ओपन गर्छु भने अब तपाईले के त यसलाई पीडीएफ गर्नुस् प्रिभ्यू गर्नुस्। अब तपाईले त्यो जस्तो तपाईले राख्नु भएको छ ब्याकग्राउन्ड अथवा प्याटर्न त्यही खालको डिजाइनमा के बन्छ हाम्रो बिल तयार हुन्छ। हेर्नुस् त यो तपाईको आफ्नो डिजाइनमा आफ्नो प्याटर्नमा र आफ्नो कलरमा तपाईले के गर्न सक्नुहुन्छ बिल बनाउन सक्नुहुन्छ। सगरमाथा इंग्लिश स्कुल यो तरिकाले के त यसरी तपाईले बनाउन सक्नुहुन्छ भयो तपाईको आफ्नो। अब यहाँ साइन आफैले राख्न सक्नुहुन्छ त्यहाँनेर किनभने यो त एउटा इमेज फाइलको रूपमा रहेको हुन्छ। तपाईले जस्तो चाहनुहुन्छ त्यस्तै गर्न सक्नुहुन्छ। जस्तो यसमा जानुस् यसमा गएर मलाई यो मन परेन म अर्कै राख्न चाहन्छु भने तपाई के त अर्कै राख्न सक्नुहुन्छ। त्यहाँनेर यहाँलाई फुल रूपमा यो अप्सन दिएको छ बिलको लागि। यसमा मानौ मैले यस्तो राख्न चाहन्छु यस्तो राख्दिए र यसलाई मैले चेन्ज गर्दिए। हेर्नुस् त यो यस्तो खालको तपाईले जस्तो राख्न चाहनुहुन्छ त्यस्तै खालको हामी बनाउन सक्दछौं। यो फुल कस्टमाइज्ड हो। यो तपाईलाई जस्तो यसको आफ्नै नाम जस्तो यो तपाईलाई
आफ्नै नाम दिनु पर्यो भने हामीले के गर्दै छौं भन्दाखेरि फोटोशपमा त्यो टेम्प्लेटहरु राख्दै छौं हामीले फोटोशपमा चाहिँ यस्तो बनाइदिया छौं यस्तो फोटोशपको टेम्प्लेट फाइलहरु हामी राख्दै छौं जसले गर्दा यहाँले एकदम छोटो रूपमा यहाँलाई छुट्टै आफुलाई डिजाइन गर्न नआउन सक्छ भने हामीले फोटोशपको यो पीएसडी फाइलै राख्दै छौं जसले गर्दा यहाँले के त छोटो आफ्नो नाम यसरी चेन्ज गर्दिएर यसरी नाम चेन्ज गरेर यसको एड्रेस चेन्ज गरेर आफ्नो लोगो चेन्ज गरेर के गर्न सक्नुहुन्छ आफ्नै विद्यालयको बिल बनाउन सक्नुहुन्छ सजिलो छ यसलाई जस्ट आफ्नो यो फोटोशप सामान्य आइडिया चाहिन्छ र यो तपाईले आफैले पनि गर्न सक्नुहुन्छ यो फुल्ली कस्टमाइज हो मानौ मलाई यही चाहियो यही स्टाइलको चाहियो भने म के गर्न सक्छु फेरि यसलाई जस्तो यहाँ तल के गर्नु पर्यो यहाँ तल क्यूआर राख्दिनु पर्यो त्यस्तै गरी जस्तो यहाँ क्यूआर राख्दिनु पर्यो यहाँ आदरणीय अभिभावकज्यू यहाँ कुनै नेपालीमा लेख्नु पर्यो यो आफैले लेख्दिने हो यो जस्ट टाइपिङ नेपालीमा टाइपिङ गरेको छ युनिकोड अथवा कुनै तपाई फन्ट युज गर्न सक्नुहुन्छ किनभने यो फोटोशप हो अब तपाईले त्यसलाई फुल्ली रूपमा बनाइदिएर अब जस्तो यसलाई युज गर्नु पर्यो अब यो साइन आफैले तपाईले हाल्न सक्नुहुन्छ यो एउटा साइन फाइल हो यसलाई तपाईले के गर्न सक्नुहुन्छ साइनको रूपमा युज गर्न सक्नुहुन्छ यो साइन हो अब यसलाई तपाईले के गर्नुस् त भन्दाखेरि यसलाई सेभ गर्नुस् फाइलमा गएर सेभ फर वेब गर्दिनुस् एउटा इमेजको रूपमा तपाई सेभ गर्न सक्नुहुन्छ कहाँ सेभ गर्ने सेभ गर्दिनुस् कहाँ सेभ गर्ने भन्दाखेरि म यसलाई दिस पीसी भित्रको सी ड्राइभ भित्र साथी भित्र यो म यो बिल्ड टेम्प्लेट भित्रको मानौ डिजाइन म 5 मा राख्छु ल यसलाई म डिजाइन 5.6 राख्दिन्छु ल भने यो मेरो डिजाइन हो अब यही डिजाइन मैले त्यहाँ इम्प्लिमेन्ट गर्नु छ भने के त सजिलो छ अब यसलाई मैले बन्द गर्दिन्छु अब यहाँ आउँछु यसमा क्लिक गर्छु त्यसपछि यसमा गए यसमा गएर हामी के गर्न सक्छौं त्यही खालको चाहिँ हाम्रो यो डिजाइन हामीले के गर्न सक्छौं त्यसलाई अप्लाई गर्न सक्दछौं जस्तो यो बिल छ यसलाई कतिको गर्न चाहन्छु म यो गर्न चाहन्छु भनेपछि अब म के गर्दिन्छु यसलाई मैले प्रिभ्यू गर्दिए भनेपछि अहिले भर्खर हामीले राखेको कुरो पनि हामीले के त देख्न पायौं हेर्नुस् त हामीले भर्खर राखेको कुरो यहाँ भयो अब यहाँ हामीले डिजाइन गर्दाखेरि यो हेर्नुस् त यो अक्षर माथि गयो अब यसलाई तपाईले तल झार्न सक्नुहुन्छ यो त हामीले यो त पिक्चर हो नि यो पछाडीपट्टिको तर यो चाहिँ हाम्रो के त हामीले चेन्ज गरेको कुराहरु यति चाहिँ अब यसलाई हामीले के गर्न सक्छौं तल झार्न सक्छौं भनेपछि यहाँ हेर्नुस् त ग्याप बिफोर भनेको छ यसलाई 100 को ठाउँमा कति राखिदिनुस् त 110 115 जति राखिदिनुस् यो माथि कति छोड्ने मार्जिन भनेको अब यसलाई तपाईले यसो गर्नुभयो भने के हुन्छ यसले माथि ग्याप छोड्दिन्छ देख्नुभयो यसले गर्दियो अब यसको कलर चेन्ज गर्नु पर्यो यो जुन यसको कलर भने तपाईले कलर पनि चेन्ज गर्न सक्नुहुन्छ यो के छ भन्दाखेरि हेडर कलर बडी कलर मानु बडी कलर चेन्ज गर्नु पर्यो कस्तो कलर राख्ने यस्तो कलर राख्दिनु ल भनेपछि बडी कलर चेन्ज भयो हेडरको कलर चेन्ज गर्नु पर्यो हेडरको कलर छुट्टै चेन्ज गर्न सकिन्छ हेडरको कलर कस्तो राख्ने भन्दा रातो राख्दिनु ल ओके अब हेर्नुस् त यसले फुल्ली रूपमा कस्टमाइज्ड इन्फर्मेसन यसले दिन्छ हेर्नुस् त यसरी कलरफुल हामी बनाउन सक्छौं यसको ब्याकग्राउन्डको कलर पनि चेन्ज गर्न सक्छौं सबै कुराहरु हामी के त चाहेको जस्तो तरिकाले हामी यसलाई बनाउन सक्दछौं यो बिल हो अब यहाँ तपाईको आफ्नै तरिकाको ब्याकग्राउन्डको लोगोहरु आइकनहरु सबै चीजहरु राख्न सक्नुहुन्छ यहाँ पछाडीपट्टि वाटरमार्क्सको आफ्नो चाहिँ लोगो राख्न सक्नुहुन्छ भनेपछि पूर्ण रूपमा बिललाई यहाँले आफ्नो तरिकाले ढाल्न सक्नुहुन्छ यसमा धेरै अप्सनहरु छन् जुन अप्सनमा यहाँले काम गर्न सक्नुहुन्छ तल कुनै नोट लेख्नु पर्यो यसमा त्यो बिलमा तल त्यो नोट त्यही अनुसारको आउँछ यो त भयो अब के त हाम्रो बिलिङ सम्बन्धी कुराहरु अब जस्तो म के गरे भन्दाखेरि अब मलाई सबै मानौ हामीसँग चाहिँ 500 जना विद्यार्थीको छन् भने 500 जनाको एकैचोटी बिल निकाल्न सकिन्छ यहाँ मैले टिक मार्क गरे अहिले मसँग कति छ भन्दाखेरि जम्मा टोटल गर्दाखेरि विद्यार्थी जति पनि छन् मैले यसलाई सबै टिक मार्क गरे अहिले हामीसँग 16 जना विद्यार्थीहरु छन् मलाई 16 जनाको मानौ हामीसँग के त 500 जना विद्यार्थी हुन्छन् भने यसमा क्लिक गरेपछि के त 500 जनाकै इन्फर्मेसन हामी पाउन सक्छौं यसमा म क्लिक गरे भनेपछि हामीले के त सबै जना जति पनि विद्यार्थीहरु छन् सबै विद्यार्थीको हाम्रो के त यहाँ रेकर्ड आउने भयो यो सबै विद्यार्थीको रेकर्ड आयो मलाई के त भन्दाखेरि यो मन्थ चाहिँ वैशाख र जेठको लागि देखाओस् यसो गर्दा के त यो प्रिभियस ड्यू आउँदैन किन भन्दाखेरि यो त वैशाख महिनाको प्रिभियस ड्यू हो
त्यसका लागि के गर्ने भन्ने कुरा छ। त्यसका लागि मैले यसलाई के गर्छु, यो मोर अप्सनमा गएर यहाँ हेर्नुस् त नम्बर अफ मन्थ फर करेन्ट मन्थ बिलिङ भनेको छ, यसलाई 2 गरिदिनु पर्छ। अर्थात् कति महिनालाई चाहिँ तपाईले करेन्ट मन्थको रूपमा युज गर्न चाहनुहुन्छ, किनभने कतिपय अवस्थामा स्कुलहरुको चाहिँ 3 महिनामा मात्रै बिलिङ हुन्छ। 3 महिनामा बिलिङ हो भने 3 महिना भन्दा अगाडिकोलाई चाहिँ प्रिभियस ड्यू राख्ने र 3 महिनाको लागि चाहिँ के त ठ्याक्क बिलिङ गर्नु पर्यो। त्यस्तो अवस्थामा हामीले के त यो सेट गर्न सक्छौं हो, यो यसरी सेट गर्न सक्छौं। यसरी सेट गरेर मैले के त प्रिभ्यू गरे भने यसो गर्दा प्रिभियस ड्यू आउँदैन, किनभने वैशाख भन्दा अगाडिको प्रिभियस ड्यू हुँदैन। प्रिभियस ड्यू यहाँ छुट्टै रूपमा हुन्छ यहाँनेर हो। यो प्रिभियस ड्यू भनेको चाहिँ वैशाख भन्दा अगाडिको, अर्थात् यो प्रिभियस ड्यू 2081 को। अब यहाँ चाहिँ के त भन्दाखेरि इयरली फी आयो यो हो, मन्थली फी आयो, त्यसपछि भेहिकल फी आयो र यसरी चाहिँ के त 2 महिनाको लागि आउँछ। अब यहाँ मन्थमा के भइदिन्छ, वैशाख र जेठ भनिदिन्छ। यदि तपाईको 3 महिनाको छ भने वैशाख जेठ असार भन्थ्यो। यसरी हामीले के गर्न सक्छौं, बिलिङ गर्न सक्दछौं। मानौ यो महिनामा, मानौ जेठ महिनामा चाहिँ के त केही पैसा उठेको छ भने अब मानौ 25,780 रुपैयाँमा चाहिँ 5,000 रुपैयाँ 5,780 रुपैयाँ उठेको छ भने कति मानौ पैसा तिरेको छ भने अब कति बाँकी बस्छ, 20,000 को मात्रै उले बिलिङ बनाइदिन्छ। अब यसलाई म के गर्दिन्छु भन्दाखेरि पैसा रिसिभ गर्छु। अब यसलाई म बन्द गरे। अब पैसा रिसिभ कसरी गर्ने, F12 प्रेस गर्ने। F12 भनेपछि अब म के गर्छु, यहाँ गए, अब यो यसमा गए, 25,780 छ। अब म के गर्छु, 5,780 लिन्छु। 5,780 रुपैयाँ पैसा लिए मैले हो। अब यसलाई मैले पैसा लिए। अब यसमा के त न्यारेसन शुद्ध आउँछ अथवा रिमार्क्स पनि आउँछ। टोटल अमाउन्ट अप टु जेस्ट 25,778.80 र रिसिभ कति भयो 5,780। नाउ अब ड्यू कति छ त 20,000 रुपैयाँ। यो आफै अटोमेटिकली के गर्दिन्छ, उसले क्याल्कुलेसन गर्दिन्छ हो। अब यसलाई मैले के गर्ने, रिसिभ गरे। अब जब मैले पैसा रिसिभ गर्छु, पैसा रिसिभ गरिसकेपछि अभिभावकको मोबाइलमा पनि के हुनु पर्यो, घण्टी बज्नु पर्यो। अर्थात् अभिभावकको मोबाइलमा के जानु पर्यो, मेसेज जानु पर्यो। अब त्यो सिस्टम कसरी गर्ने भन्ने कुरा छ। अब त्यसको लागि हामीले मेसेजिङ सर्भिसले हामीले के गर्नुपर्छ, इनेबल गर्नुपर्छ। अब यसलाई मैले पहिला बन्द गरिदिन्छु र यसलाई मैले के गरिसकेको छु, यहाँ सेटिङमा गएर यो यसमा एसएमएस सेटिङ भनेको छ, यसलाई हामीले के गरेका छौं, यो इनेबल मेसेजलाई हामीले के त एक्टिभ गरेका छौं। यो मेसेज एक्टिभ गरिसकेपछि अब एसएमएस भन्ने छ, यो एसएमएस मा हामीले के गर्नुपर्छ भन्दाखेरि यो इनेबल गर्नुपर्छ। यसमा नि टिक मार्क गर्नुपर्छ। अर्थात् एडमिसन गर्दा पनि अभिभावकको मोबाइलमा मेसेज जाओस्, पेमेन्ट गर्दा पनि अभिभावकको मोबाइलमा मेसेज जाओस्, त्यस्तै गरी एटेन्डेन्स गर्दा पनि अभिभावकको मोबाइलमा जाओस्। अहिले म बर्थडेमा चाहिँ मेसेज नजाओस् भन्छु, यसलाई टिक मार्क गरेको छैन र यस्तो भन्छु, यस विद्यालयलाई रु। अब यहाँनेर तपाईले आफ्नो भाषा लेख्न सक्नुहुन्छ, नेपालीमा इङ्ग्लिसमा पनि लेख्न सक्नुहुन्छ। यस विद्यालयलाई रु। अब यो कति रकम भुक्तानी गरेको छ, त्यो भुक्तानी रकम देखिन्छ। भुक्तानी अथवा तिर्नु भएकोमा लेख्न सकिन्छ, भएकोमा धन्यवाद, धन्यवाद नदिए नै हुन्छ। अब यो के त महिनासम्मको बाँकी रकम भनेको कुन महिनासम्मको, त्यो महिनाको नाम लेखिदिन्छ उसले। सम्मको बाँकी रकम रु, कति रकम बाँकी छ रकम लेखिदिन्छ। यो यही नै हुनुपर्छ, यो फर्मुला हो। त्यस्तै गरी यो एटेन्डेन्समा चाहिँ अब एटेन्डेन्सकै पालामा गरौँ ल। अहिले यहाँनेर पैसा प्राप्त गरिसकेपछि कसरी हाम्रो मोबाइलमा चाहिँ घण्टी बज्छ भन्ने कुरा म यहाँलाई देखाउँदै छु। अहिले हेर्नुस् त, मैले यहाँ के गर्दैछु भन्दाखेरि यो मोबाइलको स्क्रिन पनि मैले यहाँ राखिदिएको छु ताकि यहाँलाई देख्नलाई सजिलो होस् भन्नको लागि। अब त्यसका लागि मैले के गरेँ भन्दाखेरि अब म पे गर्छु, F12 प्रेस गर्छु। अब F12 प्रेस गरिसकेपछि अब मैले जब विद्यार्थीलाई पे गर्छु भने मेरो नम्बर राख्छु ताकि यहाँ अहिले मेसेज आएको यहाँले देख्नुहोस्। अब त्यसका लागि के त, मानौ मैले यो आयुष चौधरी भन्नेको चाहिँ यो मेरो नम्बर राखिदिन्छु। अहिले म 9814446675 यो नम्बर राखिदिन्छु। जति पनि नम्बर आउँछ यसमा आओस्। मैले के गर्दिन्छु, यसलाई मैले सेयर गरिदिन्छु हो। ल मैले सबै एउटै नम्बर राखिदिएँ ताकि मलाई यो देख्न सजिलो होस् भन्नको लागि। यसलाई मैले बन्द गरेँ। अब यति बन्द गरिसकेपछि अब मेरो यहाँनेर नम्बर आओस्। नम्बर आओस् भन्नको लागि
अब म के गर्छु भन्दाखेरि पैसा रिसिभ गर्छु, F12 प्रेस गर्छु अथवा रिसिभ स्टुडेन्ट फी गर्छु, यहाँ गएर इन्टर गर्छु। अब कुन विद्यार्थीबाट? यो विद्यार्थीबाट। कति रकम भन्दाखेरि 5700 कति रुपैयाँ? 80 रुपैयाँ म रिसिभ गर्छु। अब भनेको अब ड्यू कति छ? 20000 बाँकी छ, यसलाई म इन्टर गरिदिन्छु। अब यसले यहाँनिर रिमार्क्स पनि दिन्छ, यसलाई म इन्टर गर्छु, इन्टर। अब म के त, अब मेरोमा मेसेज आउनु पर्यो। हेर्नुस् त, अब मेसेज मोबाइलमा आउँछ आउँदैन? ल अब यो हाम्रो बिलिङ पनि देखियो, यो हाम्रो बिलिङ आयो। हेर्नुस् त, अब यहाँ मेसेज पनि आयो, देख्नुभयो? यो मेसेज हामीले हेर्यौं। यो मेसेज के छ त भन्दाखेरि हेर्नुस् त, यहाँ के मेसेज आयो त? यस विद्यालयलाई रु यति रुपैयाँ भुक्तानी गर्नु भएकोमा धन्यवाद, जेष्ठ महिनासम्मको बाँकी रकम रु 20000 भनेर यसरी के दिन्छ त? मेसेज दिन्छ। र यो पनि हाम्रो रकम यहाँनिर आइसकेको छ। यसरी हामीले पैसा प्राप्त गर्ने बित्तिकै अभिभावकको मोबाइलमा अटोमेटिकली मेसेज आओस् भनेर हामीले के गरेको? सेट गरेको। त्यो कहाँबाट सेट गरे त भन्दाखेरि, कहाँबाट सेट गरे हामीले? यहाँबाट। यहाँ गएको, त्यसपछि हामीले यो एसएमएस सेटिङबाट हामीले के गर्यौं त? यो पेमेन्ट एसएमएसबाट जे लेखेको थियौं त्यही कुरा चाहिँ उता मोबाइल मेसेजमा जान्छ। भनेपछि हामीले यसरी रिसिभको मोबाइल मेसेज पनि हामीले गर्न सक्दछौं। अघि हामीले के गर्यौं भन्दाखेरि केही रकम प्राप्त गर्यौं। अब हामीले सेन्डिङ बिलमा गएर हेर्यौं भने अब रिसिभ गर्नुपर्ने बिल कति बाँकी बस्छ? जेठ सम्मको हेर्यौं भने यसमा म जेनेरेट गर्दिन्छु। हेर्नुस् त, यहाँ कति छ त? यति बाँकी रहेको छ भनेर यसरी प्रष्टसँग देखाइदिन्छ। यसरी हामीले बिल, सेन्डिङ बिल जेनेरेट गर्न सक्दछौं। अब मानिलियौं कुनै एउटा अभिभावक आउनुभयो, म F12 प्रेस गर्छु, मानौ कुनै अभिभावक, ल यो अभिभावक आउनुभयो 1083 को। उहाँले के भन्नुभयो भन्दाखेरि मेरो त यो वैशाख र जेठ मात्रै रहेछ। उहाँले के भन्नुभयो भने म वैशाख र जेठ मात्रै होइन, म सबै 12 महिनाको एकैचोटि तिर्न चाहन्छु भन्नुभयो। भने हामीले त अहिले 2 महिनाको मात्रै एप्रुभ गरेका थियौं। अब यहाँ के त एप्रुभ नाउ गरिदिनु पर्छ। एप्रुभ नाउ गरिसकेपछि अब यहाँ के भन्दिने त भन्दाखेरि एप्रुभ वान अल भन्दिने। यसो भनेको मतलब सबै महिनाको एप्रुभ गर्ने भनेको। त्यसपछि के हुन्छ? सबै महिनाको एप्रुभ हुन्छ। ओके गर्दिए। अब हेर्नुस् त, यो 12 महिनाको एप्रुभ हो। अब लिन पर्ने 55600 छ। मानौ उहाँले के भन्नुभयो भन्दाखेरि म 50000 दिन्छु, बाँकी रहेको छुट दिनु भन्नुभयो। अब उहाँले तिर्नुभयो कति त? 50000 रुपैयाँ। अब 50000 मा अब यहाँ के भयो त? छुट कति भयो त? 5000। अब यहाँ छुट छैन, अब बाँकी 5600। अब यो बाँकी रहेको 5600 लाई चाहिँ उहाँले के भन्नुभयो भन्दाखेरि यो बाँकी रहेको म पैसा दिन, फुल सेटलमेन्टै पादिनु भन्नुभयो भने हामी के गर्छौं? रिसिभ एज फुल भनिदिन्छौं। त्यसो भनेको बाँकी रहेको रकमलाई उले के गरिदिन्छ त? छुट मानिदिन्छ। अब यहाँ के त? ब्यालेन्स 0 हुन्छ। अब यसलाई म के गरिदिन्छु भन्दाखेरि रिसिभ गरिदिन्छु। अब रिसिभ गरिदिएपछि के हुन्छ? यो पैसा प्राप्त गर्न सकियो। अब रिसिभ गरिदिएपछि फेरि मेसेज आउँछ। अब मानौ के त? मलाई अब चाहिँ मेसेज कुनै बेला मेसेज मलाई अफ गर्नुपर्ने अवस्था भयो भने यसलाई मैले यसरी टिक मार्क गरिदिएपछि त्यो मेसेज चाहिँ फेरि जाँदैन। यसलाई मैले अफ गरिदिएँ। अब नर्मली त्यो त अफ गरिदैन। यो कुन बेला अफको काम लाग्छ भन्दाखेरि जस्तो कुनै बेला हामीले बिल क्यान्सल गर्नुपर्ने अवस्था भयो, त्यस्तो अवस्थामा चाहिँ हामीले अफ गर्नुपर्छ। दोहोर्याएर हामीले बिल काट्नुपर्ने अवस्था भयो भने त्यसलाई चाहिँ अफ गरिदिनुपर्छ। यसलाई मैले अफ गरिदिएँ। अब यसलाई म के गर्न सक्छु? रिसिभ गर्न सक्छु। ओके, यसरी हामीले के गर्न सक्छौं? बिल काट्न सक्छौं। यसलाई मैले प्रिन्ट गरिदिएँ। अब प्रिन्ट गर्न सक्यो। अब यसमा कुन A4 मा गर्ने हो कि कुन चाहिँ साइजमा हामीले गर्ने, त्यो हामीले के त हाम्रो इच्छा अनुसारको चाहिँ साइजहरु हामी निर्धारण गर्न सक्दछौं। हेर्नुस् त, अब हामीले के त यो विद्यार्थीको बारेमा यदि हामीले हेर्यौं भने, अब यो विद्यार्थीको बारेमा हामीले हेर्यौं भने के हुन्छ? उसको चाहिँ लगभग सबै पैसा क्लियर हुन्छ। हेर्नुस् त, कति क्लियर सँगले देखेको छ। यहाँ राइट साइडमा हेर्नुस् त, यो यसलाई प्रष्टसँगले यसबाट हामी हेर्न सक्छौं। अब यहाँ अब यो वैशाख हामीले तिरेको चाहिँ कति त भन्दाखेरि 50000 तिरेको, तर त्यो तिराइले के त असार, साउन, भदौ सबै क्लियर भयो। देख्नुभयो नि, सबै क्लियर भएको देखायो भने चाहिँ हामी यहाँ अब ब्यालेन्स के छौं? 0 छौं। अब हेर्नुस् त, यो जम्मा तिर्नुपर्ने पैसा यति थियो, तिर्यो यति, र बाँकी रहेको रकमलाई चाहिँ कहाँ राखिन्छ? उसले डिस्काउन्टको रूपमा लगेर यसरी
राखिदिन्छ। अब यो त हाम्रो के त विद्यार्थीको फी सम्बन्धी हाम्रो सिस्टमबाट हेरिएको कुरो। अब यो फी सम्बन्धी कुरालाई मानौ अभिभावकले आफ्नो मोबाइलबाट मोबाइल एपको माध्यमबाट कसरी हेर्न सक्छन् त, त्यो कुरा मैले यहाँहरुलाई देखाउँदै छु। अब हामी के गर्न चाहन्छौं भन्दाखेरि यो विद्यार्थी कसको त, यो 1081 आयुष चौधरीको मोबाइलबाट कसरी उसको स्टेटमेन्ट हेर्ने त्यो हेर्न चाहन्छौं, अथवा मोबाइल एपबाट आयुष चौधरीको इन्फर्मेसन कसरी हेर्ने त। अब आयुष चौधरीको अभिभावकले के गर्नुहुन्छ, हामीले उहाँहरुलाई के दिएका हुन्छौं भन्दाखेरि युजर नेम र पासवर्ड दिएका हुन्छौं। अब युजर नेम भनेको कति छ त भन्दाखेरि 1081 भनेको आयुष चौधरीको के हो त युजर नेम हो, र हामीले उहाँको पासवर्ड राख्दिया छौं। मैले अहिले ए राखिदिएको छु र मैले के गरे भन्दाखेरि लगइन गरे। लगइन गरिसकेपछि यो के भयो, आयुष चौधरीको के आयो त, यो लगइन भयो हेलो स्टुडेन्ट भनेर। भनेपछि अब आयुष चौधरीको पैसा कति छ त भनेर हेर्नु पर्यो। अब म के गर्न सक्छु, यहाँ बाह्र गएर म आयुष चौधरीलाई हेर्न सक्छु। जस्तो आयुष चौधरीको कति पैसा छ यहाँबाट हेरौं भनेपछि 20,000 रुपैयाँ के त ड्यू बाँकी छ, तिर्यो कति 5,780। यही कुरा हाम्रो मोबाइल बैंकिङबाट अथवा मोबाइल एपबाट अभिभावकले कसरी हेर्नुहुन्छ, ल हेर्नुस् त यो राइट साइडमा यहाँ हेर्नुस् त यतापट्टि। अब यहाँ के त फी भन्ने छ, यहाँ हेर्नुस् त यो के छ त, यो फी भन्ने छ। ल अब यो फी हेरेर के गर्न सक्नुहुन्छ, यहाँले मिलाउन सक्नुहुन्छ। जस्तो म अब यसलाई म फीमा गएँ, फीमा गइसकेपछि कति रहेछ त आयुष चौधरीको हेर्नुस् त यहाँ 20,000 टोटल ड्यू कति छ 20,000, पेमेन्ट पेन्डिङ भनेको छ। अब हेर्नुस् त यहाँ आयुष चौधरीको के छ भन्दाखेरि हामीले यहाँनिर हेर्न सक्छौं। यहाँ हेर्नुस् त अब यहाँ कति छ टोटल ड्यू 5,000 पेड गरेको कति गरेको छ 5,780। वैशाख महिनाको कति छ, वैशाख महिनाको यहाँनिर देखाएको छ हेर्नुस् त, वैशाख महिनाको देखाएको छ 22,990 र जेठ महिनाको कति देखाएको छ भन्दाखेरि तल देखाएको छ, यहाँनिर देखिएन। अब यसरी हामीले के गर्न सक्छौं, यो यसरी पेन्डिङ हेर्न सक्छौं। एवं रीतिले हामीले के त मानौ आयुष चौधरीले अब के गर्नुभयो भन्दाखेरि तिर्नुभयो, अब बढी पैसा पनि तिर्नुभयो भने के गर्ने, अब म के गर्दिन्छु यहाँ मानौ आयुष चौधरीले फेरि पैसा तिर्नुभयो, कति तिर्नुभयो त भन्दाखेरि 15,000 तिर्नुभयो। 15,000 तिर्नुभयो भने अब म यसलाई के त तिरेको रकमलाई यहाँ देखाउँछु। ल हेर्नुस् है, अब पैसा तिर्नुभयो। ल अब तिरिसकेपछि अब म के गर्छु, यहाँनिर यसलाई रिफ्रेश गर्छु। अब फेरि म यहाँ फीमा जान्छु, हेर्नुस् त अब रकम कति बाँकी छ, ड्यू चाहिँ अब 5,000 बाँकी छ। यहाँ पनि हेर्नुस् त 5,000 बाँकी छ। अब तिरेको कति त टोटल पेड 20,780 भनेपछि हाम्रो सिस्टमले जे देखाएको छ मोबाइल बैंकिङमा पनि त्यही, अथवा अभिभावकको मोबाइलमा पनि त्यही कुरा देखाएको छ। भनेपछि अभिभावकले मेरो बच्चाको फी कति छ ड्यू भन्ने कुरा इजिली के गर्न सक्नुहुन्छ, साथी सफ्टवेयरको मोबाइल एपबाट हेर्न सक्नुहुन्छ। अब मानिलिउँ के भयो त भन्दाखेरि आयुषले 1 वर्षको तिर्नुभयो भने अब के हुन्छ भन्ने कुरा छ। आयुष चौधरीले 1 वर्षको तिर्नुभयो भने हामीले के गर्छौं, एप्रुभ गर्दिन्छौं। एप्रुभ गरिदिएपछि अब कति त भन्दाखेरि यो एप्रुभ 1 अल भनिदिन्छु। ल भनेपछि 1 वर्षको के त तिर्दिने आयुषले। एकछिन वेट गरौँ, अब त्यो कुरो मोबाइलमा के हुन्छ रिफ्लेक्ट हुन्छ कि हुँदैन भनेपछि 1 वर्षको हामीले एप्रुभ गर्यौं। एप्रुभ गरिसकेपछि कति 34,900 आयो। अब तपाईले मोबाइल एपमा गएर हेर्नुभयो भने अब यसलाई म ब्याक गर्दिन्छु। अघि 5,000 थियो ड्यू बाँकी, ब्याक गर्छु। अब फेरि म के गर्दिन्छु भन्दाखेरि फ्री ड्यू गर्दिन्छु। ल अब हेर्नुस् त यहाँ अब कति देखायो ड्यू हेर्नुस् त, अब 34,900 देखायो। यहाँ पनि 34,900 छ। अब यसरी कसरी यहाँ हेर्नुस्, वैशाखमा कति, जेठमा कति, असारमा कति, यसरी पेन्डिङ यसरी सबै देखाउँछ। साउन, भदौ, असोज, कार्तिक, मंसिर यसरी सबै महिनाको हामीले के त यसरी देखाउँछ। जुन महिनामा तिरेको छ तिरेको रकमलाई पनि देखाउँछ, नतिरेकोलाई पनि देखाउँछ। लास्ट सुरुमा के त पेन्डिङमा देखाउँछ कति। भनेपछि मोबाइल एपको माध्यमबाट अभिभावकले टोटली बिल सम्बन्धी इन्फर्मेसनहरु तिरेको नतिरेको सबै स्टेटमेन्ट के गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। त्यसैगरी यो भयो के त मोबाइल एपको माध्यमबाट फी सम्बन्धी।
त्यस्तै गरी एटेन्डेन्स सम्बन्धी हेर्नु पर्यो, एटेन्डेन्स पनि यहाँनिर हेर्न सकिन्छ। त्यस्तै विद्यार्थीको प्रोफाइल सम्बन्धी कुराहरू हेर्नु पर्यो, भनेपछि मेरो बच्चा कति दिन एब्सेन्ट छ भन्ने कुराहरू एटेन्डेन्सबाट हेर्न सकिन्छ। प्रोफाइलको माध्यमबाट मेरो बच्चाको नाम के हो सबै इन्फर्मेसनहरू यहाँ बसेर हेर्न सक्नुहुन्छ अभिभावकले हो। त्यस्तै गरी नोटिस बोर्डहरू आज के नोटिसहरू आएको छ भनेर हेर्न सक्नुहुन्छ। त्यस्तै गरी यहाँनिर अर्को जस्तो होलिडेहरू कुन होलिडे छ, अब इक्जामको रिजल्टहरू हेर्नु पर्यो। अब यो इक्जामको रिजल्ट चाहिँ के हुन्छ भन्दाखेरि अहिले हामीले यहाँ इक्जामको रिजल्ट किन आउँदैन भन्दाखेरि यतिखेर हाम्रो रिजल्ट तयार गरेका छैनौँ, किनभने हामीले मार्क्सहरू केही पनि भरेका छैनौँ। मार्क्स भरेपछि अटोमेटिकली यसले के गरिदिन्छ, रिजल्ट दिन्छ। तर त्यो विद्यार्थीको रिजल्ट देखाउँछ जुन विद्यार्थीले तिरेका छन्। यो रिजल्ट देखाउने कि नदेखाउने अथवा मार्कसिट देखाउने कि नदेखाउने भन्ने चाहिँ हाम्रो यहाँनिर एडमिनबाट जुन विद्यार्थीको मार्कसिट देखाउने भनेर अलाउ गरिएको छ त्यसको मात्रै देखाउँछ, किनभने फी नतिरेको विद्यार्थीहरूको चाहिँ मार्कसिट देखाउँदैन। त्यो तरिकाको सेटिङ हामीले के त सिस्टममा गर्न सक्दछौँ। त्यस्तै गरी रुटिनहरू, इक्जामको रुटिनहरू कुन राखेको छ त्यो हामी सेट गर्न सक्छौँ। साथै अहिले यहाँनिर होमवर्कको अप्सन इनेबल गरिएको छैन। जब टिचरले होमवर्क दिनुहुन्छ यहाँनिर अर्को होमवर्क पनि अप्सन यहाँनिर देखिन्छ र उहाँहरूले के त होमवर्क पनि हेर्न सक्नुहुन्छ। अभिभावकहरूले कुन विद्यार्थीले स्कुलको टिचरले कुन होमवर्क दिनुभएछ भन्ने कुरा पनि के त यसबाट हेर्न सक्नुहुन्छ। यो त भयो विद्यार्थीको लागि मोबाइल एपमा रहेका विभिन्न फिचरहरू। यस्तै गरी अब हामी एडमिनबाट पनि के गर्न सक्छौँ, भित्र छिर्न सक्छौँ। अब म एडमिनबाट कसरी छिर्ने हेर्दैछु। अब म के गर्दैछु भने जस्तो यहाँ मसँग अहिलेसम्म विद्यार्थीहरूले कति पैसा दिन बाँकी छ भनेर हेर्न पर्यो भने म के गर्न सक्छु, यहाँनिर ड्यू ब्यालेन्समा जान सक्छु। यहाँ गएर म इन्टर गरेँ भने के त विद्यार्थीहरूको म यहाँ अल गरिदिन्छु। सो रिजल्ट गरेँ भने के त सबै विद्यार्थीहरूको लिन पर्ने पैसाहरूको ड्यू ब्यालेन्स देखिन्छ यहाँनिर हो। अब त्यस्तै गरी हामीले के त यहाँ एडमिनले विद्यार्थीको त इन्डिभिजुअल विद्यार्थीको इन्फर्मेसन आउने भयो। अब एडमिनले के गर्नु पर्यो भन्दाखेरि सबै फीहरूको इन्फर्मेसन हेर्नु पर्यो, लगायत एटेन्डेन्स हेर्नु पर्यो, विविध कुराहरू हेर्नु पर्यो भने हामी के त अब एडमिनबाट जान सक्छौँ। अब म एडमिनबाट छिर्दैछु। अब मैले के गरेँ, एडमिनबाट लगइन गरेँ। लगइन गरेपछि हामीहरू एडमिन प्यानल भयो। अब मेरो विद्यार्थी कुन एब्सेन्ट भए, प्रेजेन्ट भए भन्ने कुराको इन्फर्मेसन हामीले के गर्न सक्छौँ, यो एटेन्डेन्सबाट हेर्न सक्छौँ। एडमिन भनेको त्यहाँको प्रशासकले अब कुन विद्यार्थी एब्सेन्ट भएर छन्, कतिजना एब्सेन्ट भएर छन्, प्रेजेन्ट भएर छन् भन्ने कुराहरू यहाँबाट हेर्न सकिन्छ। अब यो प्रेजेन्ट एब्सेन्ट चाहिँ कसले गर्छन् त भन्दाखेरि क्लास टिचरले। जब यो मोबाइल एप क्लास टिचरले लगइन गर्नुहुन्छ, क्लास टिचरको लागि छुट्टै क्लास सब्जेक्टहरू असाइन गरिएको हुन्छ। छुट्टै टिचरको लागि क्लासहरू असाइन गरिएको हुन्छ र उहाँहरूले के गर्न सक्नुहुन्छ, एटेन्डेन्स गर्न सक्नुहुन्छ। जसमा गरिएको एटेन्डेन्स के त क्लास चुज गर्ने, कुन चाहिँ क्लासको चाहिँ एटेन्डेन्स हो त्यो क्लास चुज गरेर हामीले के गर्न सक्छौँ, एटेन्डेन्स प्रेजेन्ट एब्सेन्ट हेर्न सक्दछौँ। यो त भयो हाम्रो के त कुन दिन हामीले हेर्ने हो। त्यसपछि यतापट्टिको कुन चाहिँ क्लास भनेर। अब यसलाई मैले के गरेँ, ब्याक गएँ। हेर्नुहोस् त यसबाट हामीले टोटल ड्यू कति छ त भन्दाखेरि 3,54,800 रुपियाँ भनेर देखाएको छ। भनेपछि ड्यू ब्यालेन्स हाम्रो कति छ, 3,54,800। कति क्लासको, अब क्लास वाइज रूपमा फेरि नर्सरीको टोटल कति छ, 1,07,200 र यहाँ अर्को क्लासको पनि छ हाम्रो 10 क्लासको पनि देखाएको छ र यो चाहिँ कति छ, 9 को कति छ त, 9 को चाहिँ 2,47,600 र यो चाहिँ कलर रातो किन देखाएको भन्दाखेरि जब 20,000 भन्दा बढी रकम देखाउँछ त्यस्तो अवस्थामा चाहिँ रातो देखाउँछ। जब थोरै रकम छ भने अथवा 0 छ भने त्यस्तो अवस्थामा ग्रीन देखाउँछ, ताकि हामीलाई आइडेन्टिफाई गर्न सकियोस् कि रकम थोरै छ ड्यू ब्यालेन्स या धेरै छ भनेर। मानौ मलाई नर्सरीको मात्रै हेर्नु छ, नर्सरीमा गएर क्लिक गरेँ, सो रिजल्ट गरिदिएपछि के त नर्सरीको मात्रै हेर्न सक्छु। अर्थात् मलाई मानौ यहाँ बसेर एउटा मात्रै स्टार हेर्नु पर्यो अथवा 2,000 भन्दा कमको मात्रै हेर्नु पर्यो भने मैले के गर्न सक्छु, 2,000 को मात्रै कमको मात्रै हेर्न सक्छु। यसमा एकदमै एकजनाको मात्रै छ जुन चाहिँ 0 छ। यसरी हामी के गर्न सक्छौँ, ड्यू ब्यालेन्स हेर्न सक्दछौँ। मानौ अब म फेरि पनि विद्यार्थीको फी रिसिभ गर्छु। मानौ अर्को विद्यार्थीको कुनै एउटा विद्यार्थीको यो गरेँ। यो गरेपछि कति छ, 10,200 छ। मानौ यो विद्यार्थीले 5,000 रुपियाँ पैसा दियो
अब मैले कारोबार गरिरहेको छु ताकि यहाँलाई मैले रिपोर्ट देखाउन सजिलो होस् भनेर यसलाई मैले स्केप गरेँ। मैले आजको रिपोर्ट हेरेँ। अब यहाँ के भयो त भन्दाखेरि अब म हेर्नुस् त म स्टुडेन्ट डेबुकमा जान्छु। यहाँ गइसकेपछि अब मेरो आजको कारोबार हेर्नुस् त यहाँ मसँग गरिएको आजको कारोबार अथवा आज कति गते 13 जेठ 2082 मा गरिएका कारोबारहरुको लिस्ट यसमा देखाइएको छ। कति छ त भन्दाखेरि टोटल अमाउन्ट हाम्रो 81380, डिस्काउन्ट 5600 र टोटल पेड भनेको 75780 रुपैयाँ के त हामीले रकम प्राप्त गरेका छौं। अब यसलाई के गर्नु पर्यो? मानौ हामीसँग भएको बिल मध्ये कुनै एउटालाई रिप्रिन्ट गर्नु पर्यो भने के गर्न सकिन्छ? यसमा गएर भ्यू ओल्ड बिल ओल्ड स्टाइलमा जान्छु। त्यसमा गएर म के गर्छु? क्लिक गर्छु। हेर्नुस् त मैले के गर्ने त यहाँनेर बिल ल्याएँ। अब यो बिललाई मैले के गर्न सक्छु? प्रिन्ट गर्न सक्छु। अब यसलाई कुन चाहिँ साइज A4 चाहियो भने यो गर्न सक्छु, A5 चाहियो भने यो गर्न सक्छु। जुन चाहियो हामीले त्यही के त देखाउन सक्दछौं। अब मानौ मलाई यो बिल क्यान्सल गर्नु पर्यो, मैले मिस्टेकली के त काटेछु अथवा यसलाई मिलाउनु पर्यो भने राइट क्लिक गरेर यसलाई म के गर्छु? क्यान्सल बिल गर्छु। अब क्यान्सल गरिसकेपछि यसका कारण पनि बताउनु पर्छ। के कारणले गर्दा क्यान्सल? यो मिस्टेक बिल भन्छु। यसलाई मैले के त क्यान्सल गर्छु। यो क्यान्सल गरिसकेपछि यो अटोमेटिकली के त यो क्यान्सल बिल भन्ने रेकर्डमा गएर बस्दछ। किनभने कसैले मैले क्यान्सल बिल गर्दैमा रकमलाई तलमाथि उल्लेख गर्न पाउँदैन, किन त्यसको रेकर्ड चाहिँ बसिरहेको हुन्छ क्यान्सल बिलमा। अघि मैले जब क्यान्सल गरेपछि क्यान्सल बिलको रेकर्डमा गएर बस्दछ। यहाँ कति समयमा क्यान्सल गरेको, कसले क्यान्सल गरेको, कारण के हो, कुन समयमा, ताकि त्यो कम्प्युटरमा को बसेको छ र कुन समयमा बसेको छ भन्ने कुरा पत्ता लगाउन सकियोस्। कुनै बेला के हुन्छ भने हामीले जस्तो हामी अकाउन्टमा बसिसकेपछि अभिभावकले स्टुडेन्टको रेगुलर बिल भन्दा पनि कुनै बेला चाहिँ एक्स्ट्रा सामानहरुको पनि पैसा दिनुहुन्छ। जस्तो मानौ हामीले टाईहरु पनि बेच्छौं, हामीहरुले डायरी पनि बेच्छौं र कुनै युनिफर्म पनि बेच्छौं भने त्यस्तो अवस्थामा हामीले स्टुडेन्ट फीमा पनि सेट गर्छौं। तर कुनै बेला विद्यार्थीले चाहिँ त्यतिकै कुनै बेला चाहिँ दिनुपर्ने हुन्छ। अभिभावकले के भन्नुभयो भन्दाखेरि मलाई अहिले एउटा डायरी दिनुस् जुन चाहिँ तपाईको फीमा सामेल नगर्दिनुस्, म अहिले पैसा दिन्छु भन्नुभयो भने त्यो त सफ्टवेयरमा त राख्नु पर्यो, इन्ट्री त गर्नु पर्यो र विद्यार्थीले लगेको भनी पनि देखाउनु पर्यो र उहाँलाई ड्यू ब्यालेन्स भनेर पनि देखाउनु पर्या छैन। त्यस्तो अवस्थामा के गर्ने भन्ने कुरा छ। त्यस्तो अवस्थामा सबभन्दा पहिला के गर्नुपर्छ? एड एक्स्ट्रा चार्ज जानुपर्छ। एक्स्ट्रा चार्जमा अब एक्स्ट्रा चार्जमा गएर कुन विद्यार्थीको भन्दाखेरि विद्यार्थीको नाम, जस्तो आयुष चौधरीलाई हामीले केही दिँदैछौं। के दिँदैछौं भन्दाखेरि जस्तो उहाँले युनिफर्मै लानुभयो, स्कुल युनिफर्म लानुभयो, कति त 1800 पर्ने युनिफर्म लानुभयो। स्कुल युनिफर्म रहेछ हैन, जस्तो अहिले म अर्कै राखिदिन्छु। जस्तो कपी अथवा डायरी ला, उहाँले कपी अथवा डायरी लानुभयो, कति त भन्दाखेरि 350 रुपैयाँको लानुभयो हो। अब यसलाई मैले के गर्दिने भन्दाखेरि सेभ गर्दिने। अब यो रकमलाई चाहिँ कपी अथवा डायरी जुन 350 चाहिँ उहाँले ड्यू ब्यालेन्स जति छ, मानौ यहाँ पार गरे आयुष चौधरी गरे भने कति देखाउँछ? यहाँ चाहिँ आयुष चौधरीको 32250 देखाउँछ। तर उहाँलाई ड्यू ब्यालेन्सको रिपोर्ट चाहिएको छैन। उहाँले दिनुभएको रकम जुन छ यो कपी अथवा डायरी 350 रुपैयाँको चाहिँ उहाँले सामान लादै हुनुहुन्छ, तर अरु ड्यू ब्यालेन्स छैन, त्यतिको मात्र तिर्नुहुन्छ भने त्यस्तो अवस्थामा के गर्ने भन्ने कुरा छ। यहाँ 350 गर्नुपर्छ। 350 गर्दाखेरि चाहिँ उले मन्थली फीलाई सुरुकोलाई उले राखिदिन्छ। अब यसलाई होइन, कसलाई गर्ने भन्दाखेरि यो 350 यसलाई यसरी तोक्नु पर्छ। 350 तोकिसकेपछि यसलाई के गर्ने? अब रिसिभ गर्दिने। अब यो पनि नरेसन पनि चाहिएन। यो यसलाई मैले के त रिसिभ गर्दिन्छु। रिसिभ गरिदिएपछि अब के त यहाँ डु यु वान्ट टु रिसिभ भन्छ, यस गर्दिनु पर्छ। यस गर्दिए। अब पेमेन्ट एक्सेप्ट भयो, ओके गर्छु। अब यहाँनेर यहाँले ध्यान दिनुपर्छ, नर्मल बिल हो भने यस गर्नुपर्छ, क्विक क्याश हो भने नो गर्नुपर्छ। मैले के त यो क्विक क्याश गर्दैछु हैन, यसलाई नो गर्दिनुपर्छ। यसो गर्यो भने अब के त यहाँलाई यस गर्दिनुस्। अब रिपोर्ट चाहिएकै हो, यस गर्दिनु। अब यसमा हेर्नुस् त यहाँ के आउँछ? प्रष्टसँगले हामीले देखिन्छ कि यसमा अन्य चीजहरु यसमा आएको छैन। हेर्नुस् त यो टोटल पनि छैन, यसमा डिस्काउन्ट पनि छैन, यसमा के त जस्ट रिसिभ अमाउन्ट मात्रै यसले देखाइदिन्छ। जसले गर्दा हामीले पैसा लिएको देखियो तर ड्यू के पनि देखिएन।
यो चाहिने अवस्था हुन्छ कुनै कुनै बेला, त्यस्तो अवस्थामा हामीले के त यो तरिकाले गर्न सक्दछौँ। तर त्यो गर्दा पनि हामीले फेरि के त यो हाम्रो यो अकाउन्टमा चाहिँ विद्यार्थीको चाहिँ सिस्टममा बसिसकेकै हुन्छ, किनभने उसले लगेको 350 रहेछ र पे पनि गरेको रहेछ भन्ने कुरा चाहिँ फेरि देखिन्छ नै। अब विद्यार्थीको आयुषको स्टेटमेन्ट हेर्नु पर्यो। एउटा हामी सर्ट स्टेटमेन्ट हेर्न सक्छौँ र अर्को डिटेल स्टेटमेन्ट हेर्न सक्छौँ। सर्ट स्टेटमेन्ट हेर्नु पर्यो भने यहीँ क्लिक गर्ने, यसमा टिक मार्क नलाउने, यहाँ क्लिक गर्ने। हेर्नुहोस् त यहाँ उसले कुन कुन समयमा तिरेर छ भन्ने कुराको तिरेको रकमको यहाँ कुन कुन मितिमा र कुन कति रकम र बिल नम्बर कति, यो सबै यसले देखाउँछ, अथवा यो रिसिप्ट नम्बर हो देखाउँछ। अब यसको डिटेल स्टेटमेन्ट हेर्नु पर्यो भने यसमा के त टिक मार्क गर्नुपर्छ। अब यसले के देखाउँछ, डिटेल यसको चाहिँ स्टेटमेन्ट देखाइदिन्छ, जसले गर्दा सबै कुराहरू हामी प्राप्त गर्न सक्दछौँ। त्यसको फुल स्टेटमेन्ट चाहिँ हामी हेर्न सक्दछौँ। हेर्नुहोस् त यो आयुष चौधरीको फुल स्टेटमेन्ट यसमा देख्न सक्छौँ। यो सबै कुराहरू कुन कुन समयमा लिएको र जम्मा कसरी 34,900 रुपियाँ भयो भन्ने कुराको चाहिँ यसरी यो फुल स्टेटमेन्टबाट पनि हेर्न सक्दछौँ। यो येलो कलरको लाइट येलो कलरको चाहिँ के त यो चाहिँ तिरेको समय भन्ने देखाउँछ यसले, हैन। यसरी हामीले के गर्न सक्छौँ, यो बिललाई यो एउटा डिटेल स्टेटमेन्टलाई हेर्न सक्दछौँ। अब यहाँनिर के छ, पेरियोडिक डेबुक भनेको छ, अथवा यो अर्को क्यास डेबुक। क्यास डेबुक भनेको आज क्यासमा गरेका कारोबारहरूको रिपोर्ट हेर्नु पर्यो भने म के गर्छु, क्यास डेबुक गर्छु। हेर्नुहोस् त यहाँ क्यास स्टुडेन्ट फी बाबत प्राप्त भएको 71,130 रुपियाँ र डिस्काउन्ट छैन र ब्यालेन्स सिडी कति छ 71,000 जति छ, यसमा खर्च गरिएको छैन। अकाउन्टिङ सिस्टममा हामी के गर्छौँ, खर्च पनि गर्छौँ। अहिले हामीले जति पनि यहाँलाई इन्फर्मेसन मैले देखाइरहेको छु बिलिङ सम्बन्धी कुराहरू मात्रै देखाएको छु। यो खर्च पनि म यहाँलाई एकछिनपछि देखाउने छु। त्यस्तै गरी अर्को छ टपिक्स वाइज रिपोर्ट। अब यसमा म गएर क्लिक गर्छु। यसमा टपिक्स वाइज जस्तो एडमिसनमा मात्रै कति, कोचिङमा मात्रै कति, कम्प्युटरमा मात्रै कति, मन्थलीमा मात्रै कति कलेक्सन भएछ अथवा पेड भएछ, सबै कुराहरूको यसको रिपोर्ट हेर्नु पर्यो भने हामी के गर्छौँ, यो एडभान्स रिपोर्टमा जान्छौँ। यसमा के छ, यसमा डिटेल कुराहरू आउँछ। कुन महिनामा, एउटा मात्रै महिनामा हो कि सबै महिनामा हो कि सबै क्लासमा हो कि एउटा मात्रै क्लासमा हो कि भन्ने कुराहरू हामी के गर्न सक्छौँ, हेर्न सक्दछौँ। अब यो चाहिँ टपिक्स वाइज र स्टुडेन्ट वाइज हेर्न पर्यो भने हामी के गर्न सक्छौँ, विद्यार्थी अनुसारको पनि हामी रिपोर्ट हेर्न सक्दछौँ यसबाट। त्यस्तै अर्को छ एडभान्स रिपोर्ट भनेको छ। अर्को छ यो एडभान्स रिपोर्ट चाहिँ कस्तो हो भन्दाखेरि यो पनि अर्को एडभान्स हो, तर यो चाहिँ एडभान्स भनेको चाहिँ मासिक वाइज अथवा महिनावारी रूपमा, वैशाखमा मात्रै कति, जेठमा मात्रै कति, असारमा मात्रै कति भन्ने कुराको यसको के त रिपोर्टहरू हेर्नु पर्यो भने यहाँ हेर्नुहोस् त, वैशाखमा छैन, जेठमा यसरी कारोबार भएको छ देखाएको छ, यो समय यति पेड भएको छ, यो व्यक्तिले तिरेर छन् भन्ने कुराको एउटा के त रिपोर्ट देखाउँछ। भनेपछि अब ड्यू ब्यालेन्सको रूपमा हेर्नु पर्यो, यसमा क्लिक गरेर हामी के गर्न सक्छौँ, हेर्न सक्दछौँ। यो चाहिँ विशेष गरी पेड गरेको सिस्टमलाई यसले आधार मान्छ। विशेष गरी यो चाहिँ के त पेड गरेकोलाई आधार मान्छ। अब यसको रियल ड्यू हेर्नु पर्यो भने चाहिँ कहाँ हेर्ने भन्दाखेरि यो ड्यू ब्यालेन्स हेर्न सकिन्छ। यसको रियल ड्यू भनेको चाहिँ यहाँनिर टोटल ड्यू भनेको 3,54,800 रुपियाँ छ। अब यही रकमसँग हामी के त यहाँनिर फेरि यहाँबाट पनि सर्टमा हेर्न सक्छौँ। यसमा क्लिक गर्छु, क्लिक गरिसकेपछि अब स्टुडेन्ट ड्यू ब्यालेन्समा गएर हेर्न सक्छु। हेर्नुहोस् त यो 3,54,800 रुपियाँ। अब यसमा चाहिँ के फरक छ भन्दाखेरि यो चाहिँ सर्ट रिपोर्ट हो। मानौ तपाईँ सफ्टवेयरमा प्रयोग गरिरहनु भएको छ र त्यो सफ्टवेयर चाहिँ कोही हाम्रै एडमिन मध्येमा तत्काल हेर्नु पर्यो कि आजसम्म टोटल ड्यू उठ्नुपर्ने कति छ भनेर हेर्नु पर्यो क्विक रूपमा भने हामीले यहाँ क्लिक गरेर यसमा क्लिक गर्न सक्छौँ। र यसको महत्त्वपूर्ण विशेषता के त, यसले टोटल ड्यू ब्यालेन्स देखाउँछ प्लस अब सबभन्दा धेरै लिनुपर्ने पैसा हुँदै कम यसरी 44,000, 39,000, 34,000, 32,000 यसरी के त कम हुँदै यसरी देखाउँछ। हेर्नुहोस् त ड्यू ब्यालेन्सहरूको लिस्ट देखाउँछ। सबभन्दा थोरै भएको तल र सबभन्दा धेरै भएको माथि देखाउँछ। ड्यू ब्यालेन्सको लिस्ट देखा। अब त्यस्तै गरी यहाँ के छ भन्दाखेरि स्टुडेन्ट डेबुक भनेको छ। जसरी हामीले यहाँ बसेर स्टुडेन्ट डेबुक हेर्न सक्छौँ त्यसरी नै यहाँ बसेर पनि हेर्न सक्छौँ। यहाँ पनि 71,130 रुपियाँ आम्दानी भएको देखाउँछ।
भने उतापट्टि पल्लो छेउमा चाहिँ हाम्रो के त क्याश डेबुक देखाउँछ। अब यो स्टुडेन्ट डेबुकमा तपाईले के त यसलाई एक्सेलमा लैजान सक्नुहुन्छ र एक्सेलमा लगेर के त क्लियरसँगले आज विद्यार्थीहरुबाट है फेरि विद्यार्थीबाट मात्रै अरु आम्दानी होइन विद्यार्थीबाट मात्रै आएको अथवा बिलिङबाट आएको आम्दानीहरुलाई यसले प्रष्टसँगले देखाइदिन्छ। अब म एक्सेलमा देखाउँदै छु यसको रिपोर्ट। यसमा के त देखाइदियो हेर्नुस् त प्रष्टसँगले यसको रिपोर्ट देखाइन्छ। हामीले इजिली यसलाई के त अन्डरस्ट्यान्डिङ गर्न सक्छौं। भनेपछि यो के भयो त हाम्रो रिपोर्ट भयो। अब यसमा यहाँ यो किन पाइपलाइन मात्रै आएको छ यसमा धेरै इन्फर्मेसन छैन। एड्रेसहरु के यसमा इन्फर्मेसन ताकि हामीलाई बुझ्न सजिलो होस् भनेर धेरै कुरा यसमा राखिएको हुन्छ। अब यसमा टोटल के त 1081 बाट आएको 350 रुपैयाँ डिस्काउन्ट छैन टोटल यति नै हैन। योबाट फेरि आएको छ यति। यसरी के त फरक फरक व्यक्तिहरुबाट अथवा सेमबाट रकमहरु आएकोलाई लेखेर सबै देखाइदिन्छ। अब तपाईले गर्ने के हो त भन्दाखेरि यो रकम बनेको छ यसमा के त सिग्नेचर SIGNA अथराइज सिग्नेचर भन्ने हो। अथराइज सिग्नेचर भन्दै नि त्यसपछि यसलाई के गर्ने सिग्नेचर गर्न लाउने अनि फाइलिङ गरेर राख्ने। एभ्री डे को कहिलेको त भन्दाखेरि 2082 2 महिना 13 गतेको यो डेबुको। यसरी के त कारोबारलाई प्रष्टसँगले देखाउन सकिन्छ। यो चाहिँ भो विद्यार्थीको आम्दानी मात्रै। अब मानौ खर्च भयो रे ल। खर्च भनेको चाहिँ कस्तो भने विद्यालयमा त विभिन्न खर्चहरु हुन सक्छन्। जस्तो स्कुलले घर भाडा लिएको छ घर भाडा तिर्यो भने घर भाडा तिरेपछि के गर्नुपर्छ भन्दाखेरि पेमेन्ट भाउचर बनाउनु पर्छ। पेमेन्ट भाउचर भनेको कसैलाई तिर्ने। अब म यहाँ पेमेन्ट भाउचरमा गएर क्लिक गर्छु। तिरेको कसलाई पेमेन्ट बाइ भनेको छ। पेमेन्ट बाइ क्याश कि बैंक भनेको छ। अब तपाईले यदि बैंकमा तपाईले पैसा राख्नु भएको छ भने बैंकबाट पनि तिर्न सक्नुहुन्छ। ब्यालेन्स राख्नु भएको छैन भने चाहिँ तिर्न मिल्दैन। अब तपाईसँग अहिले क्याशैबाट तिर्नुस्। कति तिर्नुस् त भन्दाखेरि मानौ 15000 को घर भाडा तिर्नुभयो। इन्ट्री गर्दिन्छु। अब केलाई तिर्नुभयो पेमेन्ट टु हाउस रेन्ट। अब म यहाँ के गर्दिन्छु हाउस रेन्ट भन्दिन्छु ल। हाउस रेन्ट सायद यहाँ छैन होला एकपटक म हेर्छु। त्यही पनि यहाँ हाउस रेन्ट HOUS हाउस रेन्ट छैन। HOU हाउस छैन। यसलाई म के गर्दिन्छु HOUS हाउस रेन्ट यो खर्च हो नि त। खर्च भएको कारणले गर्दा यसलाई लेजर ग्रुपमा चाहिँ के त इनडाइरेक्ट एक्सपेन्सेस भन्नुपर्छ। जति पनि खर्चहरुलाई हामी के त इनडाइरेक्ट एक्सपेन्सेस ग्रुपमा राख्छौं हाम्रो स्कुलहरुमा चाहिँ। किनभने यहाँ प्रशासनिक खर्चहरु भएको कारणले गर्दा एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसहरु जति पनि सबै के त यो इनडाइरेक्ट एक्सपेन्सेस हुन्छ। त्यसले गर्दा यसलाई मैले इनडाइरेक्ट एक्सपेन्सेस राख्ने। यसलाई मैले सेभ गरे। सेभ गरिसकेपछि अब यो के त यसलाई एड गरौँ। अब यहाँ नरेसन लेख्न सक्छौं के कारणले गर्दा यो भएको। यसलाई म अब यो कारणले गर्दा भनेर यहाँ नरेसन लेखौं। त्यसपछि यसलाई मैले सेभ गर्दियौ। अब पेमेन्ट भाउचरको एउटा आउँछ भरपाई आउँछ। त्यसपछि यसलाई तपाईले भाउचरको गर्न सक्नुहुन्छ प्रिन्ट गर्नुस्। अब यसलाई बन्द गर्नुस्। अब गरिसकेपछि अब तपाईले तिर्नु भयो नि त पेमेन्ट गर्नुभयो। अब पेमेन्ट गरिसकेपछि तपाईले अब यहाँनिर त देखिदैन। अब क्याश एन्ड बैंक डेबुक हेर्नुभयो भने चाहिँ यहाँ चाहिँ देखिन्छ। अब तपाईको आम्दानी चाहिँ 76730 र हाउस रेन्ट बापत तपाईले के त 15000 तिर्नुभयो। यो चाहिँ इन्कम यो चाहिँ एक्सपेन्सेस आय व्यय सबै कुरा प्रष्टसँगले देखाइदिया छ। भनेपछि हामीले के गर्न सक्ने भयौं भन्दाखेरि यो चाहिँ हेर्न सक्ने भयौं। अब यसलाई चाहिँ एक्सेलमा लगेर हेर्यो भने के हुन्छ आय र व्यय को स्टेटमेन्ट प्रत्येक दिनको उल्लेख के गरिदिन्छ देखाइदिन्छ। त्यो भयो भने के हुन्छ हामीलाई आय र व्यय जति आम्दानी छ जति खर्च छ त्यो बाँकी रहेको रकम के हो त सेभिङ भयो। त्यो चाहिँ हामीले के गर्छौं त बैंकमा लगेर डिपोजिट गर्छौं। भनेपछि अब हामीले के गर्यौं त यहाँ कारोबार गर्यौं। हाम्रो यो अथराइज्ड नेम एन्ड सिग्नेचर भनेको छ। अब हाम्रो ब्यालेन्स चाहिँ कति छ त 61730 रुपैयाँ र यति हाम्रो टोटल छ। अब यति हाम्रो के त खर्च यो 15000 रुपैयाँ खर्च यति आम्दानी यति खर्च र यति चाहिँ के त बचत छ भनेर नेट इन्कम भनेर यसरी देखाइदिन्छ। अब यहाँ अथराइज्ड पर्सनको साइन गर्छौं। त्यसपछि फेरि के गर्छौं फाइलिङ गरेर राखिदिन्छौं। भनेपछि हामीले यो पनि गराउन सक्छौं। यो भनेको चाहिँ क्विक हो। अब मानौ यो कारोबारको के ड्यू ब्यालेन्स छ। मानौ एक कक्षाको मात्रै हेर्नु पर्यो नर्सरीको मात्रै। यो राइट क्लिक गरेर तपाईले के गर्न सक्नुहुन्छ नर्सरी मात्रै गर्न सक्नुहुन्छ। नर्सरीको मात्रै आयो हैन 9 कक्षाको मात्रै गर्न सक्नुहुन्छ। 9 कक्षाको आए हैन। अथवा तपाईको 10000 भन्दा बढीको हेर्नु पर्यो राइट क्लिक गर्छौं ग्रेटर देन 10000 भन्नु पर्यो। यहाँ ग्रेटर देन 10000 ल 10000 भन्दा माथिको मात्रै आउँछ।
त्योभन्दा तलको आउँदैन। त्यस्तै होइन ग्रेटर देन 20,000, 20,000 को मात्रै माथिको मात्रै आउँछ। हेर्नुस् त 20,000 भन्दा तल, 20,000 भन्दा तलको देखा भन्नु पर्यो। लेस देन 20,000 भन्दिएँ मैले, लेस देन 20,000 होइन, लेस देन चाहिँ 5,000 भन्दिएँ, थोरै छ। भनेपछि यसरी हामीले के गर्न सक्छौँ, फेरि सबै चाहियो क्लिक गरिदिउँ आइहाल्छ। अघि हामीले जति पनि भाउचरहरू बनायौँ, जस्तो हामीले अघि एउटा भाउचर बनाएको थियौँ, कुन भाउचर त भन्दाखेरि यहाँ यो ट्रान्जेक्सनमा गएर यो पेमेन्ट भाउचर बनाएको थियौँ। यहाँनिर यसरी भाउचर आउँछ। यसमा तपाईँले राइट क्लिक गरेर भ्यू गर्नुहुन्छ भने त्यो के हुन्छ, यसरी भाउचर बन्छ। र प्रत्येक भाउचर हामीले बनाउँदाखेरि त्यहाँनिर हामीले डेबिट र क्रेडिट चाहिँ सेपरेसन गरेका थिएनौँ, तर सिस्टमले अटोमेटिकल्ली हाउस रेन्ट अकाउन्टलाई डेबिट गरिदिन्छ, क्यास अकाउन्टलाई क्रेडिट गरिदिन्छ। यो अटोमेटिकली उसले के गरिदिन्छ, एडजस्ट गरिदिन्छ। त्यो किन भन्दाखेरि अकाउन्टिङ सिस्टममा त प्रत्येक डेबिट आइटम बराबर क्रेडिट आइटम हुन्छ भनेपछि यो सिस्टमले अटोमेटिकली गर्छ। र यसैको आधारमा के हुन्छ त, ट्रायल ब्यालेन्स, प्रफिट एन्ड लस अकाउन्ट र अर्को ब्यालेन्स सिट तयार हुन्छ। अब यसलाई मैले क्लोज गरेर यदि मैले यसको अकाउन्टिङ रिपोर्ट हेरेँ भने, यो स्टुडेन्ट रिपोर्टमा गएर हेरेँ भने, स्टुडेन्ट रिपोर्ट होइन कि यहाँनिर अकाउन्ट रिपोर्टमा गएर मैले हेरेँ भने सबभन्दा पहिला म ट्रायल ब्यालेन्स हेर्छु। हेर्नुहोस् त, सबै कुराहरू यसमा के आयो त, डिटेल आयो। हेर्नुहोस् त, यो ट्रायल ब्यालेन्स हो। तपाईसँग क्यास कति छ, तपाईसँग के त इन्डाइरेक्ट एक्सपेन्स यति हो, स्टुडेन्ट फी बाबत यति रकम हो, यसरी सबै देखायो। आए बे अघि मैले रेन्ट गरेको थिएँ नि, हाउस रेन्ट यहाँ आयो नि, किनभने खर्च त यो इन्डाइरेक्ट एक्सपेन्स हो नि त। जुन अन्तर्गत राख्नुहुन्छ त्यही अन्तर्गत उसले यसरी देखाइदिन्छ। यो हाउस रेन्ट भनेको त अप्रत्यक्ष खर्च हो होइन, डिस्काउन्ट अलाउड छ यहाँ राखिदिन्छ उसले, यो पनि खर्च हो। अब विद्यार्थीबाट आएको जति जम्मै आम्दानीले के त उसलाई प्रफिट इन्कम र एक्सपेन्सेसको राइट साइड अथवा क्रेडिट साइडमा राखिदिन्छ। अब यसबाट हेर्नुहोस् त, प्रफिट बस्यो भने के हुन्छ, यो 56,130 रुपियाँ कहाँ जान्छ, ब्यालेन्स सिटको ल्याबिलिटी साइडमा देखिन्छ। हेर्नुहोस् त, यो 56,000 समथिङ देख्यो नि, नेट प्रफिट बिडी भनेर यसरी। अथवा यो सरप्लस हो, सरप्लस भनेको संस्थाको नाफाको रूपमा त्यो चाहिँ दायित्वमा आएर बस्दछ। यसरी हामी के गर्न सक्छौँ, फाइनेन्सियल स्टेटमेन्ट हेर्न सक्दछौँ, ट्रायल ब्यालेन्स, इन्कम एक्सपेन्सेस अर ब्यालेन्स सिट हेर्न सक्दछौँ। साथसाथै इन्डिभिजुअल लेजर पनि हेर्न सक्छौँ। हेर्नुहोस् त, यहाँ लेजरमा गएर कसको हेर्ने, क्यासको हेर्नु पनि सक्नुहुन्छ हो। प्रत्येक डेबिट र क्रेडिट हुन्छ, यहाँ सबै डिटेल इन्फर्मेसन हुन्छ। कम्प्युटर, दीपक सप्लायर, जति पनि हामीले कारोबारहरू गरेका छौँ सबै चिजहरूको के त यहाँनिर रेकर्ड हामीले मेन्टेन गर्न सक्दछौँ। अटोमेटिकली मेन्टेन भएको हुन्छ। हामीले जति कारोबार गर्छौँ त्यो कुराहरू यहाँ आएर हामी हेर्न सक्दछौँ। अब हामी एसएमएस सर्भिससँग रिलेटेड काम गर्दैछौँ। अब यो एसएमएस सर्भिस के का लागि भन्ने कुरा छ। जस्तो अभिभावकलाई हामीले एकैचोटि मेसेज पठाउनु पर्ने हुन्छ। हामीले यो सिस्टममा त एसएमएस सर्भिस एक्टिभ गरिसकेका छौँ। अब यसको लागि के त ट्रान्जेक्सन अन्तर्गत यहाँनिर एसएमएस सर्भिस भन्ने छ, सेन्ट एसएमएस। अब यहाँ के गरिदिनु, लगइन गरिदिने। अब मानौँ कसलाई त भन्दाखेरि अल स्टुडेन्टलाई म यसलाई टिकमान गरिदिएँ, सबै विद्यार्थीलाई भनिदिएँ। अब के मेसेज पठाउने, आज विशेष बिदा परेको कारणले गर्दा स्कुल बन्द रहेको जानकारी गरिन्छ हैन भनेर यसरी लेखेर मेसेज पठाउनु पर्यो। सेन्ड अल गरेपछि 16 जना विद्यार्थी सबैलाई के जान्छ, यो मेसेज जान्छ। यो भनेको बल्क मेसेज हो, सबैलाई एकैचोटि मेसेज पठाउनु पर्यो भने। अर्को हुन्छ के त भन्दाखेरि पैसा अनुसारको मेसेज पठाउने। जस्तो के त म के गर्दिन्छु यहाँ भन्दाखेरि क्लास वाइज गर्दिन्छु। मानौ जसको जति पैसा छ त्यति पैसा अनुसारको मेसेज जाने। आदरणीय अभिभावकज्यू, अब यो कहिले त मानौ जेठ जेएसटीएच महिनासम्मको बिल रु कति त भन्दाखेरि 34,900 भनेपछि यहाँ लेख्ने होइन, जति रकम छ त्यो रकम यहाँ अटोमेटिकली सिस्टमले राखिदिएर 34,900 भएकोले यही कति त फेरि जेष्ठ मसान्तसम्ममा भुक्तानी गरिदिनु हुन अनुरोध गर्दछौँ भनेर यसरी। अनि यहाँ बसेर के त विद्यालयको नाम, यो के त यो सगरमाथा स्कुल भनेर हामीले के त यसरी गरेर के त सेन्ड अल गरिदिएपछि सबैकोमा मेसेज जान्छ। र मेसेज चाहिँ के जान्छ भन्दाखेरि आदरणीय अभिभावकज्यू जेष्ठ महिनासम्मको बिल रु, अब यो आयुष चौधरीलाई कति जान्छ, आयुष चौधरीको अभिभावकको यो नम्बरमा सम्मको रु 34,900 भएकोले यही जेष्ठ मसान्तसम्म भुक्तानी गरिदिनु हुन अनुरोध छ भनिदिन्छ।
अब यो व्यक्तिलाई चाहिँ के जान्छ, आदरणीय अभिभावकज्यू जेठ महिनासम्मको बिल रु 18,200 यसरी भनिदिन्छ भनेपछि फरक फरक रकम भनिदिन्छ। त्यस्तो अवस्थामा हामीले के गर्न सक्छौं, यो बल्क एसएमएस युज गर्न सक्छौं जुन चाहिँ विद्यार्थीको रकम अनुसारको के त मेसेज फरक फरक जान्छ। यो त भयो हाम्रो मेसेजिङ सर्भिस जुन चाहिँ विद्यार्थीको लागि फी सम्बन्धी मेसेज गर्नको लागि। अब त्यस्तै गरी मानौ बच्चा अनुपस्थित भयो, अनुपस्थितको मेसेज पठाउनु पर्यो भने त्यस्तो अवस्थामा हामी के गर्छौं, एटेन्डेन्स मेसेज पठाउँछौं। एटेन्डेन्स मेसेज पठाउनको लागि जसरी हामीले अघि पैसा प्राप्त गर्नको लागि मेसेज पठाउँछौं त्यसरी नै हामीले के त उता सेट गरेका छौं मेसेजको लागि। यहाँ सेटिङमा गएर अब मानौ यो दुईटा विद्यार्थी एब्सेन्ट भयो भने यो दुईटा नम्बरमा चाहिँ के यदि यसलाई टिक मार हटाएर यो कस्तो सिस्टममा हुन्छ भन्दाखेरि तपाईको रजिस्टरमा जसरी राख्नु भएको छ त्यसरी सिस्टममा राख्न सकिन्छ। अर्डर बाइ आईडी का आधारमा, रोल नम्बरका आधारमा, नेमका आधारमा अर्डर गर्न सकिन्छ। किनभने हाम्रो कि त रोल नम्बरका आधारमा अर्डर हुन्छ कि चाहिँ आईडी का आधारमा हुन्छ कि चाहिँ नामका आधारमा हुन्छ। रजिस्टरमा रोल नम्बर 1 रोल नम्बर 2 भनी रजिस्टरमा के भनेपछि अब त्यसबाट हेर्दाखेरि के त कुनै विद्यार्थी यो दुईटा विद्यार्थी एब्सेन्ट छ भनेर मैले अपडेट गर्ने बित्तिकै के हुन्छ, यो दुईटा बच्चाकोमा के जान्छ, मेसेज जान्छ। के हुन्छ, यो दुईटा बच्चाको मेसेज जान्छ र यसमा रातो आयो। किन भन्दाखेरि यो दुईटा बच्चा एब्सेन्ट छ र यसमा यसरी व्हाइट पनि आउँछ। भनेपछि हामीले मेसेजिङ सर्भिसलाई चाहिँ के त आवश्यकता अनुसार हामी प्रयोग गर्न सक्छौं जसले विद्यालय टोटली डिजिटल स्कुल बन्न जान्छ। किनभने हामीले बच्चा एब्सेन्ट हुने बित्तिकै फोन गर्नलाई हामीलाई सम्भव नहुन सक्छ, फोन नलाग्न सक्छ। तर मेसेज गइदिएपछि त के त मानव अभिभावक तत्काल फोनको रिसिभ गर्न नसक्ने अवस्थामा मेसेज त उनले आफ्नो चाहेको समयमा रिसिभ हेर्न सक्छन्। त्यसले गर्दा मेसेज जाने सिस्टम धेरै प्रभावकारी हुन्छ जुन चाहिँ हाम्रो समय पनि बचत हुन्छ। मानव हामीले फोन गर्दाखेरि 2-4 मिनेट फोन गर्नै पर्छ अभिभावकसँग कुरा गरेपछि। 2-4 मिनेट गर्दाखेरि कम्तीमा 5-7 रुपैयाँ 8-10 रुपैयाँ त खर्च भइहाल्छ। तर यदि हामीले चाहिँ मेसेजिङ सर्भिस युज गर्यो भने के त 1 रुपैयाँ 2 रुपैयाँमा हाम्रो सबै काम भइसक्छ। फेरि प्रमाण पनि भयो। हाम्रो स्कुलबाट धेरै मेसेज अभिभावकलाई जानु भने के त त्यहाँ धेरै पटक हामीले चाहिँ के त विद्यार्थीप्रति बढी संवेदनशील छौं भन्ने कुरो प्रमाण हो। त्यसले गर्दा विद्यालय एउटा राम्रो दिशातर्फ अगाडि बढ्छ एसएमएस सर्भिसबाट। यो एटेन्डेन्सको यो त पक्कै पनि यहाँले बुझ्नु भयो होला। अब मानौ टिचर स्यालेरीसम्म काम गर्नु पर्यो। जस्तो तपाईं टिचर स्यालेरी भन्ने यहाँ टपिक छ, तपाईको टिचरको नाम तपाईले यहाँ के गर्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ। अहिले म दुईटा टिचरको नाम बनाउँछु। मानौ आरएम राम, अर्को गोपाल, दुईजना टिचर हुनुहुन्छ। मैले दुईजना टिचरको नाम राखेँ, एड गर्दै। अब त्यसपछि स्यालेरी पनि मैले सेट गरेँ। जस्तो गोपालको स्यालेरी कति त भन्दाखेरि 15,000 र ट्याक्स कति त 150 रुपैयाँ। यसलाई मैले सेभ गर्दिएँ र रामको चाहिँ कति त 22,000 रुपैयाँ, यसलाई 220 रुपैयाँ र यसलाई मैले सेभ गरेँ। अब दुईजना टिचरको के छ त भन्दाखेरि स्यालेरी हामीले सेट गर्यौं। यसरी सेट गरिसकेपछि अब प्रिपेयर स्यालेरी भनेको छ। अब प्रिपेयर स्यालेरी भनेपछि अब हामीले तलब त तोक्यौं, तर अब म वैशाखबाट गर्न चाहन्छु भने यो वैशाखमा तलब उनको आधारभूत तलब यति र वैशाखको प्रिभियस ड्यू भनेको चाहिँ के त चैत्रसम्मलाई उहाँलाई दिन बाँकी भनेको। यदि उहाँलाई दिन बाँकी छ भने कति दिन बाँकी छ त्यो गर्नुस्, F2 गर्नुस्, रकम लेख्नुस्। मानौ उहाँलाई 4,000 दिन बाँकी छ भने 4,000 गर्नुस्। हैन उहाँले धेरै 4,000 बढी लानु भएको छ भने के त -4,000 गर्नु पर्यो ताकि अहिलेको रकमबाट घटोस्। त्यसरी हामी गर्नुपर्छ। किनभने अब आउने मन्थहरुमा पनि के त यस सिस्टममा त्यही हुन्छ। बढी दियो भने माइनसमा जान्छ, कम दियो भने के त प्लसमा बसिरा हुन्छ। त्यसले गर्दा मानौ बढी तिरेको छ भने -4,000 रुपैयाँ गर्दिने। अब यसलाई म त के त एप्रुभ गर्दिने। अब यसलाई पनि के गरौँ, यसलाई के गर्ने, कति रकम छ त त्यसलाई हेर्ने अनि एप्रुभ गर्ने। मानौ पहिलाको छैन भने यसलाई के त एप्रुभ गर्दिने। ठीक छ। मानौ जेठको पनि एप्रुभ गर्नु छ, यसलाई पनि एप्रुभ गर्ने। अब हेर्नुस् त अगाडिको रकम तिरेको छैन अथवा वैशाखको तलब तिरेको छैन, त्यस्तो अवस्थामा यहाँ 10,850 छ। मानौ गोपालको वैशाखको तलब तिर्यो, तिर्यो कसरी बनाउने 10,850 मा हेर्नु त
स्यालेरी पेड भनेको छ कसको त गोपालको कति तिरेको 3500 रुपैयाँ तिरेको अब यसबाट ल अब यहाँ के त यहाँनेर भरपाई पनि बन्छ भरपाई दिँदै म गोपालले यो स्कुलबाट निम्न मजुको तलब पेस्कीको रूपमा किनभने उसको तलब भन्दा कम रकम दिएको अवस्थामा उले के बनाउँछ पेस्कीको रूपमा लिन्छ अक्षररूपी यति यसरी भनिदिन्छ भनेपछि यसलाई प्रिन्ट गर्ने राख्ने अब हेर्यो भने कति बाँकी छ 7350 भन्ने बाँकी छ हो 7350 बाँकी छ अब स्टेटमेन्ट हेर्यो भने कति बाँकी छ यहाँ स्टेटमेन्ट जाउँ अब यहाँ गोपालको हेर्यो भने के हुन्छ 7350 ब्यालेन्स बाँकी छ अब यसलाई अझै स्टेटमेन्ट हेरौँ यसरी हामी हेर्न सक्छौं यो त भयो हाम्रो स्टेटमेन्ट यसरी इन्डिभिजुअल प्रत्येक टिचरको हामीले यसरी क्याल्कुलेसन गर्न सक्छौं अघि हामीले टिचरको स्यालेरी दियौ नि अब त्यो स्यालेरी दिइसकेपछि के हुन्छ त्यसको पक्कै पनि इन्कम एन्ड एक्सपेन्स त्यसको असर हुन्छ भनेपछि हेर्नुस् त स्टाफ स्यालेरी 3500 भनेर देखायो नि त्यो त हाम्रो खर्च हो नि त तर काट्ने बेलामा हामी कहाँ काट्यौं स्टाफ स्यालेरी भनेर काट्यौं तर देखाउने बेला हेर्नुस् त फाइनान्शियल स्टेटमेन्ट पनि बढेको देखायो नि त त्यसले गर्दा हामीले कारोबार जहाँ गरे पनि त्यसले हिट गर्ने भनेको चाहिँ अकाउन्टिङ सिस्टममै हो फाइनान्शियल स्टेटमेन्टमै हो अन्ततगत किनभने फाइनान्शियल स्टेटमेन्ट भनेको अकाउन्टिङको त्यो एउटा फाइनल रिजल्ट हो जसले संस्थाको फाइनान्शियल पोजिसन देखाउँछ भनेपछि यो भनेको अर्थात यो भनेको इन्कम एक्सपेन्सेस ट्रायल ब्यालेन्स ब्यालेन्स सिट भनेको धेरै नै महत्त्व हुन्छ कुनै पनि अर्गनाइजेसनको लागि अब यहाँले अकाउन्टिङ सिस्टम अथवा सफ्टवेयरलाई प्रयोग गरिसकेपछि त्यसको त्यसले कहाँ हिट गर्छ त तपाईले पैसा लिनुभयो भने त्यसले कहाँ हिट गर्छ कसैलाई पैसा तिर्नुभयो भने त्यसले कहाँ हिट गर्छ भन्ने कुरा थाहा पाउनु भएन भने हामीले त्यसको रिजल्ट अथवा रिपोर्ट हेर्न पनि अर्थ नवर्थ हुन्छ त्यसले गर्दा यहाँले सबभन्दा पहिला अकाउन्टिङ सिस्टम इम्प्लिमेन्ट गर्नुभन्दा पहिला के त यहाँले अकाउन्टिङका टर्मिनोलोजीहरु जान्नु पर्दछ अकाउन्टिङ सिस्टम जान्नु पर्दछ अकाउन्टिङका जति पनि सिस्टमहरु थियो जानिएन भने अकाउन्टिङ राख्नुको पनि हाम्रो के त अर्थ हुँदैन अब हामीले अकाउन्टिङलाई पनि हामीले हेर्यौं र अब हामी एक्जामतिर जाँदै छौं अब एक्जाम भनेपछि यो धेरै महत्त्वपूर्ण छ हेर्नुस् एक्जाम भनेको कहाँ छ यो एक्जाम मास्टरमा छ अब एक्जाम मास्टरमा के छ भन्दाखेरि सब्जेक्ट हुन्छ म सब्जेक्टमा गएर क्लिक गरे मानौ तपाई 9 कक्षाको हेर्दै हुनुहुन्छ अथवा तपाई नर्सरीकै हेर्दै हुनुहुन्छ केही भएन मानौ 9 क्लासको हेर्दै हुनुहुन्छ भने तपाईको के छ भन्दाखेरि यहाँनेर सबभन्दा पहिला सब्जेक्ट कोड हुन्छ त्यसपछि बीचमा माइनस हुन्छ त्यसपछि क्रेडिट आवर हुन्छ सीएच भनेको क्रेडिट आवर यो फर्म्याट हो यो सब्जेक्टको नाम भयो फुल मार्क्स पास मार्क थ्योरी र प्र्याक्टिकल यो भनेको थ्योरीमा कति लिने प्र्याक्टिकलमा कति लिने भन्ने कुरा हो अब यो 75 हो र उता चाहिँ कति त 25 75 र 25 यो के भयो त भन्दाखेरि हामीले यसलाई सेट गर्यौं अब यो सेट गरेपछि यति मात्रै गरेर हुँदैन अब अर्को गर्नुपर्ने भनेको चाहिँ टर्मिनल सेटिङ यो त हामीले सरर सब्जेक्ट बनायौं अब टर्मिनल भनेको चाहिँ प्रत्येक टर्ममा त भ्यालु हाल्नु पर्यो त्यस्तो अवस्थामा हामी टर्मिनल जानु पर्छ अब हामीलाई सजिलोको लागि के गर्दै छौं 9 मा गर्दै छौं अब 9 मा कुन टर्म भन्ने कुरा छ अब तपाईले फर्स्ट टर्म गर्न सक्नुहुन्छ सेकेन्ड गर्न सक्नुहुन्छ थर्ड गर्न सक्नुहुन्छ फोर्थ गर्न सक्नुहुन्छ र अहिले हामीले प्र्याक्टिस गर्नको लागि मैले के गर्दै छु फर्स्ट टर्मबाट गर्दै छु भनेपछि फर्स्ट टर्ममा यहाँ जान्छु अब फर्स्ट टर्मको एक्चुअल मार्क्स भनेको चाहिँ कस्तो हो भन्दाखेरि अब जब तपाईले एग्रिगेट रिजल्टको भरि परिकल्पना गर्नुहुन्छ निकाल्नुहुन्छ भने फर्स्ट टर्मबाट कति लैजाने भन्ने हुन्छ के फर्स्ट टर्मबाट मानु 10 लैजाने फर्स्ट टर्मबाट कतिले 10 लाने भने मैले 10 लैजान्छु फर्स्ट टर्मबाट सेभ गर्दिन्छु सेकेन्ड टर्मबाट कति लैजाने 20 लैजाने ल त्यस्तै गरी थर्ड टर्मबाट कति लैजाने 30 लैजाने 10 20 30 भनेको कति त 60 भयो अब फोर्थ टर्मबाट कति लैजाने 40 लैजाने भनेपछि यसरी हामीले सबै सब्जेक्टबाट कति लाने वेट लाने भनेर हामी यो निर्धारण गर्नु भनेको एक्चुअल मार्क्समा हो
अब फुल मार्क्स भनेको तपाईको त्यो सब्जेक्टको फुल मार्क्स कति हो त? कतिको परीक्षा लिँदै हुनुहुन्छ तपाई? दुई तरिकाले लिन सक्नुहुन्छ। एउटा भनेको मानौ तपाईको फर्स्ट टर्ममा 20 मार्क्सको परीक्षा लिँदै हुनुहुन्छ अथवा 10 मार्क्सको परीक्षा लिँदै हुनुहुन्छ भने तपाईले त्यसलाई 10 लाई 100 को रूपमा मानेर युज गर्न नि सक्नुहुन्छ। किनभने क्याल्कुलेसन गर्न, हिसाब किताब गर्नलाई अथवा त्यो चाहिँ सजिलो हुन्छ। अब त्यो गर्नु भन्नुको मतलब के त? तपाईले 10 मार्क्स 20 मार्क्सको परीक्षा लिनुभयो भने 20 मार्क्स अनुसारै जानु पर्यो र हैन 100 लिनुहुन्छ भने आपत्ति भएन। किनभने उले कन्भर्ट गर्ने अहिलेको ग्रेडिङ सिस्टममा तपाईले 20 मार्क्स लिए पनि कन्भर्ट 100 मै गर्छ र 100 मा लिए पनि कन्भर्ट 100 मै गर्छ। सबभन्दा बेटर के हुन्छ हामीले परीक्षा लिन भन्दाखेरि 100 मा लिन बेटर हुन्छ। किनभने ग्रेडिङ सिस्टममा सधैँभरि 100 मा कन्भर्ट हुने भएको कारणले गर्दा मानौ हामीले परीक्षा 10 मार्क्सको ल्याएको छौं यो फर्स्ट टर्ममा यही अनुसार गएको छौं भने पनि उले के गर्छ भन्दाखेरि कन्भर्ट गर्ने बेलामा चाहिँ 100 मै गरेर गर्छ। त्यसले गर्दा यहाँले फुल मार्क्समा 100 गर्दा नै बेटर हुन्छ। ल यो कुरा बुझ्नुभयो। अब यहाँ कति त? फुल मार्क्स 100 र थ्योरी कति, प्र्याक्टिकल कति। अब 9 क्लासको कुरा गर्नुहुन्छ भने अब यो फ्लेक्सिबल छ के यही नै राख्ने होइन। तपाईको जस्तो छ थ्योरी प्र्याक्टिकलमा त्यस्तै राख्नुस्। यो त हामीले कमन रूपमा राखिएको हो। यसलाई तपाईले टोटली चेन्ज गर्न सक्नुहुन्छ। कति त? 75। अब यो माथिमा क्लिक गरेर सबै आओस् भन्नको लागि यसमा टिक मार्क गर्नुपर्छ है। मैले गरेको छु। अब यो प्र्याक्टिकल चाहिँ 25। यसलाई मैले सेभ गर्दिए हो। यो तरिकाले मैले के त मार्क्स हालेँ। यो मार्क्स हैन कि मार्क्स सेटिङ गरेँ फर्स्ट टर्मको लागि। टर्मिनल सेटिङ गरिसकेपछि हामीले के गर्छौं भन्दाखेरि स्टुडेन्ट मार्क्स इन्ट्री गर्छौं। स्टुडेन्ट मार्क्स इन्ट्रीमा के छ? यहाँ गए त्यसपछि अब यहाँ क्लास अहिले हामीले के त 9 क्लासलाई हेर्दै छौं। 9 क्लासमा गएपछि अहिले फर्स्ट टर्मको लागि गर्दै छौं। अब यो मार्क्स विभिन्न तरिकाले मार्क्स राख्न सक्छौं। एउटा डाइरेक्टली यसमा इन्ट्री गर्न सक्छौं। त्यसैगरी अर्को भनेको टिचरले आफ्नै मोबाइलबाट मोबाइल एपको माध्यमबाट के गर्न सक्नुहुन्छ? मार्क्स इन्ट्री गर्न सक्नुहुन्छ। साथी सफ्टवेयरको मोबाइल एप हुन्छ। त्यही मोबाइल एपबाट के त टिचरले आफ्नो सब्जेक्ट चुज गरेर सम्बन्धित जस्तो आफ्नो सब्जेक्ट उहाँको कुन सब्जेक्ट छ त, जस्तो कुनै टिचरको नेपाली सब्जेक्ट हो भने उहाँले आफ्नो नेपाली सब्जेक्ट चुज गरेर उहाँले मार्क्स भर्न सक्नुहुन्छ। जब त्यहाँ उहाँले आफ्नो मार्क्स भर्नुहुन्छ अटोमेटिकली यहाँ त्यो मार्क्स देखिन्छ। अहिले मैले डाइरेक्टली यहाँलाई देखाउनलाई सजिलो होस् भन्नको लागि डाइरेक्टली मैले मार्क्स इन्ट्री गर्न गर्छु। जस्तो यो 75 मा कति आयो त भन्दाखेरि 65। अब यहाँ म अहिले डाइरेक्टली मार्क्स इन्ट्री गर्छु ताकि यहाँलाई मैले देखाउन सजिलो होस्। मैले सबै क्लासको मार्क्सहरु हालिसके। अब हालिसकेपछि सबै काम सकियो। किनभने मार्क्स इन्ट्री गरिसकेपछि अब हामीले के गर्ने भन्ने कुरा छ। मार्क्स इन्ट्री गरिसकेपछि हामीले के गर्न सक्छौं? मार्क अथवा ग्रेड सिट निकाल्न सक्छौं। यसमा जाउँ त हेर्नुस् त यो मार्क अथवा ग्रेड सिटमा गएर इन्टर गर्छु। इन्टर गरिसकेपछि तपाईले कुन चाहिँ क्लासको भन्दाखेरि क्लास 9 को निकाल्न चाहन्छु। सबभन्दा पहिला यसको के गरौँ भन्दाखेरि लेजर निकालौं। अब यसको मार्क निकाल्ने कि ग्रेड निकाल्ने भन्ने छ। सबभन्दा पहिला यहाँलाई मैले बुझाउनको लागि म मार्क लेजर निकाल्छु। यहाँ सबभन्दा माथि हेर्नुस् त यो के छ त भन्दाखेरि मार्क लेजर छ। अब यो मार्क लेजरमा गएर म क्लिक गरे। क्लिक गरिसकेपछि अब यसमा के आउँछ? मार्क लेजर आउँछ। हेर्नुस् त यो के हो त भन्दाखेरि मार्क लेजर हो। यहाँ फेल भएको विद्यार्थीको के देखाएको छ त यहाँ भन्दाखेरि यसरी यो डिजाइनिङ देखाएको छ, फर्मेटिङ देखाएको छ, कन्डिसनल फर्मेटिङ जुन फेल भएको छ त्यस्तो रातो देखाएको छ। यो भयो मार्क लेजर। अब मलाई मार्क्स सिट पनि चाहियो भन्ने हो भने के गर्न सक्छु? यहाँनिर यसमा गएर यो मार्कमा टिक मार्क गर्नु पर्यो। त्यसपछि यहाँनिर यसमा गएर मार्क गर्नु पर्यो। मार्क दिस गर्नु पर्यो। यसमा गएर क्लिक गरे। क्लिक गरेपछि यसले के देखाउँछ भन्दाखेरि मार्कसिट देखाउँछ। अब यहाँ नआउन पनि सक्छ किनभने हामीले टर्म चुज गरिनौं। बाइ डिफल्ट त फर्स्टै राखिदिन्छ उसले। यसमा आयो हेर्नुस् त। ल यसलाई मैले बन्द गरे। यहाँ के त यो फर्स्ट टर्म चुज गर्नुपर्छ। अब मैले के गरे? अब यो विद्यालयको नाम यो सगरमाथा 2082 छ। यसलाई यति मात्रै गर्दिन्छु। अब यहाँ यसलाई म अब चाहिँ गर्दिन्छु। हेर्नुस् त। अब यो गरेपछि यसले देखाउँछ। हेर्नुस् त यसको रिजल्ट यो के भयो त भन्दाखेरि यो
मार्कसिट भयो। प्रतीक्षा गरौँ। यो मार्कसिट आयो, फोटो सहितको लोगो सहितको मार्कसिट आयो। हेर्नुस् त, हामीले यसरी मार्कसिट निकाल्न सक्छौं। यो विद्यार्थीको नाम लगायत यी सबै सब्जेक्ट कोड, सब्जेक्टको नाम, त्यसपछि यस्तो तरिकाले हामीले प्राप्त गर्न सक्दछौं। यो हेर्नुस् त, अब यो अलिकता टिचर यो अलिकता माथि देखियो हैन, यो अलिकता यसलाई डिजाइनिङ मिलाउनु पर्यो। जस्तो यो यत्रो जुन देखियो नि, यो माथि देखियो, यसलाई अलिक तल झार्नु पर्यो भने यसलाई डिजाइनिङ अलिकता तल माथि गर्न सक्छौं। यसको यहाँनिर के छ भन्दाखेरि यसलाई यसको फर्मेटिङ डिजाइन चेन्ज गर्न सक्छौं। यसलाई के त यहाँ बसेर इन्ट्री गर्न नि सक्छौं। इन्ट्री गरेर र यसको के त यसलाई अलिकता यो एडिसनल हाइट अफ ग्रेड सिट भनेको छ, यसलाई हाइट बढाउन सक्छौं। जस्तो यसलाई मैले कति गर्दिए भन्दाखेरि 50 गर्दिए भने यो तल झर्छ। यसलाई मैले यसो गरे, यो यस्तो खालको बन्यो र यो पनि के त तल झर्यो। अब यसलाई यो माथि नै ठीक छ, तर यसलाई मात्रै तल झर्नी हो भने के त यसलाई 50 को ठाउँमा कति गरौँ भन्दाखेरि 12 गर्दियौं। यसलाई मैले 12 गर्दियौं र यसलाई यहाँ बसेर 4-5 वटा 5-6 तर इन्टर गर्दियौं, भइ नै हाल्छ। र अलिकति यसको सब्जेक्टको ग्याप पनि बढाइदिउँ, 4 जति गर्यो भने त्यो पनि मिल्छ। ल हेर्नुस् त, अहिलेको भन्दा केही न केही यहाँनिर राम्रो देखिएको छ। अब यसलाई यस्तो देखियो है भनेपछि अहिले लगभग अहिलेको भन्दा केही मिलेर आएको छ। यसरी हामीले मार्कसिट निकालेर प्रिन्ट गर्न सक्दछौं। अब यो त भयो हाम्रो के त एउटा डिजाइन। मानौ तपाईले यो पछाडिपट्टिको बोर्डरलाई अलिकति आकर्षक तरिकाले छुट्टै खालको टेम्प्लेट डिजाइन राख्न चाहनुहुन्छ भने तपाईले के गर्नुपर्छ, यहाँ गएर यसमा गएर अर्कै खालको यो टेम्प्लेट प्याटर्न हाल्नुपर्छ। यो हालेपछि तपाईलाई कस्तो खालको चाहिन्छ, मानौ तपाईलाई जस्तो उदाहरणको लागि यस्तो खालको चाहियो भने तपाईले के त यहाँ यस्तो खालको डिजाइन तपाईले के गर्न सक्नुहुन्छ, सेट गर्न सक्नुहुन्छ। जस्तो मानौ मलाई यस्तो खालको चाहियो, यस्तो खालको सेट गर्दिन्छु। त्यसपछि यहाँ गएर म यो गर्दिन्छु। हेर्नुस् त, यो डिजाइनमा हाम्रो मार्कसिट निस्कियो। ल यो डिजाइनमा हामीले जस्तो खालको डिजाइन राख्न चाहन्छौं त्यस्तै खालको गर्न सक्छौं। यसलाई फोटोशपबाट पूर्ण रूपमा डिजाइन गरेर यसको ब्याकग्राउन्ड पनि आफ्नै स्कुलको नाम हाल्ने, त्यसपछि यो लोगो पनि फोटोशपमा राख्ने र त्यसलाई के त फाइलको रूपमा सेभ गर्ने। कस्तो रूपमा भन्दाखेरि यहाँनिर हेर्नुस् त, यहाँनिर तपाईले यो फाइलको रूपमा सेभ गर्न सक्नुहुन्छ। यो पीएनजी फाइल हो। यसरी तपाईले पीएनजी फाइलको रूपमा तपाईले सेभ गरेर के गर्न सक्नुहुन्छ, त्यसलाई डिजाइनिङ मिलाउन सक्नुहुन्छ। अब मलाई के गर्नु छ भने मार्कसिट होइन, मलाई मार्क लेजर हैन कि ग्रेड लेजर निकाल्नु छ। सबभन्दा पहिला यसमा क्लिक गरेर यहाँनिर सब्जेक्ट वाइज ग्रेड लेजरमा क्लिक गर्छु। त्यसपछि यहाँ हेर्नुस् त, अब यो फर्स्ट टर्ममै मैले चुज गरेँ, यसमा क्लिक गरेँ। यसो गर्दा के हुन्छ, अब ग्रेड लेजर आउँछ क्लास 9 को। हेर्नुस् त, ल मेरो यो यहाँ आयो, देख्नुभयो। यसरी हामीले के त ग्रेड लेजर निकाल्न सक्यौं। यो यसमा एनजी आयो र यो जसको एनजी आएको छैन तिनीहरुको के त यहाँ र्याङ्क पनि निकालिएको छ। यसरी यसमा के छ त भन्दाखेरि यसमा चाहिँ र्याङ्क छ भनेपछि यति विद्यार्थीहरुको हाम्रो के त ग्रेड लेजर निस्कियो। अब यही अनुसार मलाई के निकाल्नु छ भन्दाखेरि ग्रेड सिट निकाल्नु छ। अब जसरी यो हेर्नुस् है, जसरी यो सिरियलाइज आएको छ, जसरी 1 2 3 4 5 जसरी आएको छ नि, यो यही अनुसार मलाई के गर्नु छ, ग्रेड सिट पनि निकाल्नु छ भने पहिला के गर्ने भन्दाखेरि यसमा क्लिक गरेर अर्डर बाइ र्याङ्क गर्दिने। त्यसो गर्दा यो जुन र्यान्डमली आउँछ नि, जुनसुकै आउन सक्छ, यसलाई अर्डर पहिला मिलाउँ। यसमा क्लिक गरौँ, यसो गर्दा पहिला अर्डर आउँछ। अब त्यसपछि बल्ल के गर्नुस् त भन्दाखेरि अब यो चाहिँ यसले गर्यो भने एउटा निस्किन्छ, यसले गर्यो भने चाहिँ के त भागो जति जम्मै विद्यार्थीहरुको निस्किन्छ। यसमा क्लिक गर्छु, केही समय प्रतीक्षा गरौँ। अब यहाँ मैले क्लिक गरेँ, अब विद्यार्थीहरुको आयो ग्रेड सिट। अब यहाँ सबै विद्यार्थीहरुको यसमा आउने भयो।
यसरी हामीले के गर्न सक्छौं सबै विद्यार्थीको यो ग्रेड सिट यसरी निकाल्न सक्छौं यो यसको निस्कियो देख्नुभयो यो अहिलेको नयाँ प्याटर्न डिजाइन अनुसार जस्तो अहिलेको प्याटर्न छ त्यस्तै प्याटर्न अनुसार के गरिएको छ देखाइएको छ तपाईले राख्न सक्नुहुन्छ सबै विद्यार्थीहरुको यसमा के देखियो त भन्दाखेरि मार्कसिट ग्रेड सिट निस्क्यो र्‍याङ्क त्यही अनुसारको देखिएको छ भनेपछि हामीले जति विद्यार्थी छन् सबै विद्यार्थीको हामीले के गर्न सक्छौं यसरी पीडीएफ मा निकाल्न सक्दछौं जसले गर्दा के हुन्छ हाम्रो रिजल्ट फास्ट निस्किन्छ र हामीले यो पीडीएफ निस्किसकेपछि हामीले यसलाई जहाँ लगाएर अन्त लगाएर प्रिन्ट गर्न पनि सक्दछौं अब हामीलाई ग्रेड सिटमा एक्स्ट्रा करिकुलर एक्टिभिटी चाहियो जस्तो उदाहरणको लागि कुनै पनि विद्यार्थीको अथवा कुनै पनि क्लासमा रहेका विद्यार्थीहरुको चाहिँ त्यस्ता खालका सब्जेक्टहरु जुन चाहिँ एक्स्ट्रा सब्जेक्टहरु जसको चाहिँ रियल मार्क्सहरु हामी जीपीए मा जोड्दैनौं तर त्यो चाहिँ ए प्लस बी प्लस निकाल्न पर्यो भने त्यो सो गर्नु पर्यो भने हामी के गर्छौं त्यसमा सो एक्स्ट्रा करिकुलर एक्टिभिटीज भन्छौं त्यसका लागि हामी के गर्छौं सब्जेक्ट इन्ट्रीमा नि एड गर्छौं मार्क्स पनि एड गर्छौं र त्यो जुन जीपीए जुन ग्रेड आउँछ त्यो ग्रेड एड गर्छौं र त्यो एड गर्न सक्दछौं यदि हाम्रो त्यो के त सब्जेक्टहरु राखिएको अवस्था छ भने छैन भने यसलाई टिक मार्क हटाउनु पर्छ आशा छ यो ग्रेड सिट अथवा ग्रेड लेजर पनि बुझ्नु भयो होला त्यसैगरी यहाँलाई एनईबी डिजाइनमा यदि रिजल्ट चाहिएको छ भने यहाँले के गर्न सक्नुहुन्छ एनईबी डिजाइनमा पनि रिजल्ट निकाल्न सक्नुहुन्छ यसको लागि के गर्नु पर्यो यो एनईबी गर्नु पर्यो अनि के गर्ने भन्दाखेरि यसमा जाने त्यसपछि यहाँ गएर यो निकाल्ने यसो गर्दा हेर्नुस् त यो एनईबी अनुसारको के त यसमा रिजल्ट निस्किन्छ देख्नुभयो यसमा दुईटा यस्तो आएको छ यसलाई हामी चेन्ज गर्न सक्छौं यसलाई मैले के त यसलाई राखेर यसमा राख्दिएपछि के त यो हामीले त्यसलाई बनाउन सक्दछौं अब हाम्रो के भयो त यो यस्तो खालको यो एनईबी डिजाइनको हाम्रो ग्रेड सिट भयो अब यसमा के त यो यहाँनिर हामीले यसबाट सेट गर्न सक्छौं यो डेट हेड सरको नाम यहाँ सबै राख्न सक्छौं यहाँनिर चाहिँ मिलाएर यहाँ व्यक्ति डेटमा कति त 2082 साल 02/25 गते यहाँनिर मिलाउनु पर्छ यसलाई सेट गरेपछि के त त्यो ठाउँमा गएर बस्दछ जस्तो अहिले यो कहाँ बसेको छ भन्दाखेरि यो हेर्नुस् है यो अहिले यो अलिकति माथि बसेको छ यसलाई दुईटा इन्टर गरेपछि के त फेरि तल आउँछ एउटा इन्टर गर्दिए अब यसलाई के त हेर्यो भने लगभग मिल्छ अलिकति त्यहाँनिर मिलाउनु पर्छ मार्जिन ठ्याक्कै ट्र्याकमा आइहाल्छ यो हेर्नुस् त यहाँ के त ठ्याक्कै डेट राख्न सक्यो सिग्नेचर पनि र व्यक्तिहरुको नाम सबै यसरी मिलाउन सकिन्छ आशा छ यो पनि यहाँले बुझ्नु भयो यसरी हामी आफूले चाहेको डिजाइन फर्म्याटहरुमा हामी के गर्न सक्छौं ग्रेड सिट र मार्कसिटहरु सो गर्न सक्दछौं आशा छ यो पनि यहाँले बुझ्नु भयो होला त्यसैगरी अब हामी सर्टिफिकेट जब हाम्रो विद्यार्थी स्कुलबाट आउट हुन्छन् त्यस्तो अवस्थामा हामीले सर्टिफिकेट दिनुपर्ने हुन्छ त्यसरी कसरी सर्टिफिकेट दिने भन्ने कुरा छ त्यसका लागि एक्जाम मास्टर अन्तर्गतको सर्टिफिकेट भन्ने छ सर्टिफिकेटमा जानुपर्छ र यहाँनिर के गर्नुपर्छ भन्दाखेरि कुन चाहिँ क्लासको कुन चाहिँ विद्यार्थी भन्ने हुन्छ मानौ यो विद्यार्थीलाई म सर्टिफिकेट दिन चाहन्छु यहाँनिर यो फर्म्याट छ यो तपाईले चेन्ज पनि गर्न सक्नुहुन्छ किनभने यो फुल्ली चेन्जेबल हो एउटा फर्म्याट डिजाइन राखिएको छ र जुन जुन यस्तो भित्र लेखिएको छ त्यो चाहिँ जस्तो विद्यार्थीको नाम आउँछ हैन र यो चाहिँ स्टुडेन्ट फीमा स्टुडेन्ट इन्फोमा चाहिँ स्टुडेन्ट जुन इन्ट्री छ त्यसमा सबै इन्फर्मेसन भरिएको अवस्था छ भने मात्र सबै आउँछ नत्र आउँदैन अब म एउटा देखाउन चाहन्छु ताकि यहाँलाई बुझाउन सजिलो होस् यसमा जान्छु त्यसपछि दिस सर्टिफिकेट गर्छु सर्टिफिकेट दिस गर्छु हेर्नुस् त एउटा हामीले के त सर्टिफिकेटको डिजाइन यो हाम्रो डिजाइन प्रिडिफाइन्ड डिजाइन हो हामीले यसको फर्म्याट चेन्ज गर्न सक्छौं यसको डिजाइन चेन्ज गर्न सक्छौं यो माथिको टाइटल यो चाहिँ यो हामीले त्यहीँनिर भएको हो तर हामीले के त यो टाउको अथवा यो हेड चाहिँ नराखिकन फोटोशपमा डिजाइन गरेर आकर्षक खालको यहाँ लोगो सहितको यहाँ तलको सबै चीजहरु हामी चेन्ज गर्न सक्छौं
यो बढी मात्रै बसोस् र अरु सबै हामीले आफ्नो इच्छा अनुसारको राख्न सक्छौं। जस्तै उदाहरणको लागि जस्तो यहाँ बसेर हामीले के गर्न सक्छौं, यो सबै विजार्डबाट यसलाई चेन्ज गर्न सक्छौं। जस्तो उदाहरणको लागि मैले यो राख्दिए, अहिले यहाँलाई बुझाउनलाई सजिलो होस् भन्नलाई मैले यसलाई सर्टिफिकेट दिस गर्दिए। अब हेर्नुस् त यहाँ यो गरिसकेपछि हामीले के गर्न सक्छौं, ठ्याक्कै त्यो खालको चीजलाई हामीले के गर्न सक्छौं, अप्लाई गर्न सक्छौं। देख्नुभयो, यो हामीले बनाएको हो। अब यसलाई साइन पनि फोटोशपमा राख्न सकिन्छ र यो माथिको यो हेडिङलाई पनि हटाउन सकिन्छ। यसलाई हेडिङ हटाउनको लागि के त यहाँ यो सो हिडरलाई टिक मार्क हटाइदिनु पर्छ, अनि के त हामीले फोटोशपमा राखिएको हेडिङ आउँछ, यहाँको हेडिङ चाहिँ आउँदैन। जस्तो यसलाई हटाइदिएपछि के त यसलाई म गर्दैपछि के हुन्छ, त्यो आउँदैन हेडिङ। देख्नुभयो, र हामीले फोटोशपमा राखिएको हेडिङ मात्रै हामी राख्न सक्दछौं। हामीलाई जस्तो चाहन्छौं हामी त्यस्तो खालको हाम्रो सर्टिफिकेटको प्याटर्न ल्याएर सेट गर्न सक्छौं। यो सबै रेडिमेड डिजाइनहरु हामीले राखिदिएका छौं र यहाँले आफ्नै तरिकाले फोटोशपमा डिजाइन गरेर पनि राख्न सक्नुहुन्छ। आशा छ यो सर्टिफिकेटलाई पनि यहाँले बुझ्नु भएको छ। त्यस्तैगरी अर्को महत्त्वपूर्ण छ आईडी कार्ड। हामीले साथी सफ्टवेयरको प्रयोगबाट टोटल्ली आईडी कार्ड डिजाइन गर्न सक्छौं। अब हामीलाई आईडी कार्ड, किनभने विद्यार्थीलाई आईडी कार्ड जतिखेर पनि दिनुपर्ने हुन सक्छ। हामीसँग विद्यार्थी कुनै पनि बेला विद्यार्थी एडमिसन भइसकेपछि उहाँहरुलाई हामीले आईडी कार्ड दिनुपर्ने हुन सक्छ। त्यस्तो अवस्थामा आईडी कार्ड कसरी क्रिएट गर्ने भन्ने कुरा छ, अथवा लो कस्टमा न्यूनतम मूल्यमा कसरी आईडी कार्ड जेनेरेट गर्ने सफ्टवेयरको माध्यमबाट। यहाँ के छ, एडमिट अथवा आईडी कार्ड भन्ने छ, त्यहाँ म गएर म इन्टर गर्छु। इन्टर गरिसकेपछि सबभन्दा पहिला हामीले आईडी कार्डको डिजाइन प्याटर्न हामीले राख्नुपर्छ। जस्तो यहाँ सेट टेम्प्लेट भनेको छ, म यहाँ सेट टेम्प्लेट सेट गर्छु। मसँग यहाँनिर मैले फोटोशपमा एउटा सगरमाथा इंग्लिश स्कुल चाहिँ मैले के गरेको छु, आईडी कार्डको लागि ब्याकग्राउन्ड मैले डिफाइन गरेको छु। अब यहाँ सबै कुराहरु मैले सेट गरेको छु। अब यो डिजाइन चाहिँ तपाईहरुको आफ्नो खालको डिजाइन हुन सक्छ, यो यहाँले आफैले डिजाइन गर्न सक्नुहुन्छ र विभिन्न हाम्रो टेम्प्लेट पनि राखिदिएका छौं राख्न चाहिँ फोटोशपमा, त्यो यहाँले आफूले चेन्ज गर्न सक्नुहुन्छ। अहिले मैले के गर्दिए भन्दाखेरि यहाँ फाइलमा गएर यसलाई म सेभ गर्दिए। अब एउटा इमेजको रूपमा सेभ गर्दिए। अहिले म यसलाई के गर्दिन्छु, सेभ गर्दिन्छु। यो कहाँ राख्दिन्छु भन्दाखेरि एउटा कुनै लोकेसनमा, जस्तो यहाँ बाहिर लोकेसनमा यो आईडी कार्ड भन्ने लोकेसनमा बाहिर राख्दिन्छु। आईडी कार्ड 1 भनेर राख्दिन्छु। अब मैले के गर्छु भन्दाखेरि अब यो आईडी कार्डको जुन यसलाई यहाँनिर आईडी कार्डमा म सेट गर्छु। यहाँ आईडी कार्ड यसलाई मैले के गर्दिन्छु, सेट गर्दिन्छु। अब के गर्न चाहन्छु, म आईडी कार्ड निकाल्न चाहन्छु। आईडी कार्ड निकाल्नको लागि सबभन्दा पहिला यसमा आईडी कार्डमा गएर क्लिक गरौँ, पहिला प्रिभ्यू गरौँ। र यो आईडी कार्ड विशेष गरी हामी ल्यान्डस्केपमा निकाल्छौं। A4 साइजको पेपरमा 10 वटा निकाल्न चाहन्छु म। यसमा क्लिक गरेँ, त्यसपछि यहाँ आईडी कार्डमा क्लिक गरेँ। हेर्नुस् त, मैले यहाँ के गरेँ भन्दाखेरि मेरो आईडी कार्ड मैले यहाँनिर बनाएँ। यो अटोमेटिक जेनेरेट भयो। मैले यहाँ क्लिक गर्ने बित्तिकै, किनभने यो ब्याकग्राउन्ड सबै मैले सेट गरिसकेका थिएँ, फोटो अटोमेटिकली आयो र नाम आयो र हामीले के त यहाँनिर सबै इन्फर्मेसन भर्न सक्यौं। अब यसमा जति पनि यो विद्यार्थीहरुको नामहरुको बीचमा ग्याप अलि धेरै छ, यसलाई कम गर्नु पर्यो, सबै हामी के गर्न सक्छौं, यसमा सेटिङ गर्न सक्छौं। जस्तो यहाँ चाहिँ ग्याप बिट्विन स्टुडेन्ट इन्फो यहाँ 3 छ, यहाँ मैले 2 गर्दिए भने के हुन्छ, यसको ग्याप कम आउँछ। हामीले यसलाई सबै सेटिङ गर्न सक्छौं। जस्तो अहिले के आइराछ, अलिकता ग्याप कम आइराछ। हामीले टोटली यसको के त सेटिङ कस्टमाइज गर्न सक्दछौं। यो हेर्नुस् त, यसको विद्यार्थीहरुको बीचमा ग्याप चाहिँ अलिकता कम आइराछ। भनेपछि यो अलिकता लेफ्टतिर राख्नु पर्यो। यी सबै कुराहरु हामी के गर्न सक्छौं, कस्टमाइज गर्न सक्छौं। यहाँ धेरैवटा अप्सनहरु छन्, सबै अप्सनहरु मैले यहाँ बताउन सम्भव भएन। यहाँ सबै अप्सनहरु बताउन सम्भव भएन। यसलाई अब हामी के त धेरै कुराहरु हामी यसलाई एड गर्न सक्छौं टेम्प्लेटहरुबाट। अथवा मलाई पोर्ट्रेट चाहियो, पोर्ट्रेट पनि बनाउन सकिन्छ। ल्यान्डस्केप चाहियो, ल्यान्डस्केप बनाउन पनि सकिन्छ। त्यस्तैगरी हामीलाई एडमिट कार्ड चाहियो, एडमिट कार्डको कत्रो साइज चाहिन्छ, हामीले यहाँ के त विड्थ र हाइट डिफाइन गरेर हामीले एडमिट कार्डको साइज पनि हामीले जत्रो साइज चाहिन्छ त्यत्रै साइज हामी बनाउन सक्दछौं। त्यस्तैगरी अर्को छ रुटिन। हामीले रुटिन पनि डिफाइन गर्न सक्छौं। जस्तो यहाँ बसेर म रुटिन गर्छु भने कुन चाहिँ क्लासको, जस्तो मानौ 9 क्लासको रुटिन निकाल्नु छ भने 9 क्लासको फर्स्ट टर्मको कुन चाहिँ सब्जेक्टको कति गते त रुटिन भनेपछि यो रुटिन निकालिसकेपछि हामी के गर्न सक्छौं, हामीले जब एडमिट कार्डमा रुटिन सँगसँगै पनि के त त्यहाँ टाँसेर निकाल्न सक्दछौं।
भनेपछि यो रुटिन कुन दिनमा रुटिन गर्ने 2082 साल 3 महिना 5 गते नेपाली यो यसरी भन्ने हामी रुटिन सेट गरेर हामीले के गर्न सक्छौं त्यही तरिकाको एडमिट कार्डको तल रुटिन पनि एक्चुअली राख्न सक्छौं अथवा छुट्टै रुटिन पनि हामी बनाउन सक्दछौं भनेपछि यी सबै कुराहरू हामीले 1 बाइ 1 सेट गर्न सक्दछौं त्यस्तै गरी अब हामीले 1 कक्षादेखि 3 कक्षासम्मको लागि अथवा 1 देखि 3 कक्षासम्मको लागि निरन्तर मूल्याङ्कन प्रणालीबाट मार्कसिट अथवा ग्रेड सिट निकाल्न सक्दछौं त्यो कसरी गर्ने यसलाई हेरौं सबभन्दा पहिला यहाँ के छ मार्क अथवा ग्रेड सिटमा जानुपर्छ यहाँ गइसकेपछि यहाँ के त 1 क्लास गर्नुस् 1 क्लास चुज गरिसकेपछि हेर्नुस् त यहाँ यो 1 2 3 भन्ने छ यसमा गएर क्लिक गर्छु म क्लिक गरिसकेपछि कति क्लास भन्दाखेरि 1 क्लास मैले चुज गरे चुज गरिसकेपछि अब मसँग विद्यार्थी अहिले छैनन् म सबभन्दा पहिला 1 कक्षामा केही विद्यार्थी एड गर्न चाहन्छु जस्तो हेर्नुस् है अब म 1 क्लासमा केही विद्यार्थी म एड गर्छु ताकि मैले यहाँ देखाउन सजिलो होस् म विजार्ड गरे अब यहाँ 1 कक्षा म चुज गर्छु त्यसपछि यहाँ इम्पोर्ट गर्दिन्छु अब मसँग जस्तो यो विद्यार्थी एक्सेलमा गए अब यो 9 हैन अब 1 कक्षा गरे हो अब मैले यसलाई के गरे क्लोज गर्दिए अब मसँग 1 कक्षामा विद्यार्थी भए अब म त्यो विद्यार्थीलाई म के गर्न चाहन्छु भन्दाखेरि यहाँ स्टुडेन्ट मार्क्स इन्ट्रीमा गएर 1 2 3 गर्छु त्यसपछि क्लास कति गर्छु 1 गर्छु अब यहाँ हेर्नुस् 1 क्लास चुज गरेपछि जब म नेपाली चुज गर्छु म र मेरो परिवार भन्ने टपिक छ र यसमा के त सिकाइ उपलब्धि संख्या भनेको छ यो फिक्स नै हामीले राखेका छौं र जम्मा पूर्णांक यसलाई 4 ले गुणा गर्दा 32 आउँछ यसरी प्रत्येक थीमहरु छन् थीमको नाम त्यसको सिकाइ उपलब्धि संख्या र पूर्णांक जम्मा क्याल्कुलेट गरिएको छ र जम्मा नेपालीको सिकाइ उपलब्धि संख्या 150 छ र जम्मा पूर्णांक 600 छ भनेपछि अब हामीले नेपालीको विद्यार्थीहरु जति यहाँ छन् यो क्लासमा रहेको 1 कक्षामा रहेको विद्यार्थी अब तपाईले मानौ अथवा त्यो विद्यार्थीले अथवा राजु केसी भन्ने विद्यार्थीले 600 मा कति प्राप्त गर्यो भन्दाखेरि हेर्नुस् त 600 मा उसले प्राप्त गर्यो 455 प्राप्त गर्यो उनले कति प्रतिशत प्राप्त गर्यो र उसको ग्रेड कति हो त्यो अटोमेटिकली के त सिस्टमले क्याल्कुलेट गर्दिन्छ त्यसै गरी मानौ अर्को विमल राणाको कति त भन्दाखेरि 600 मा 520 आयो भने कति आउँछ यो 86 ए आयो त्यसै गरी 580 ए प्लस आयो 420 यति आयो 320 यति आयो 440 हैन 250 55 यसरी के भयो त भन्दाखेरि हेर्नुस् त यो अटोमेटिकली क्याल्कुलेट हुन्छ अब यो जुन प्राप्तांक भएको रकम छ नि यो भ्यालु छ नि यो प्रतिशत अब त्यो विद्यार्थीको अटोमेटिकली उसको मार्क्समा गएर जुन हामीले स्टुडेन्ट मार्क्स इन्ट्री गर्छौं नि त्यो मार्क्समा गएर अटोमेटिकली गएर एड हुन्छ त्यो एड भइसकेपछि हामीले अटोमेटिकली के गर्न सक्छौं त्यसको मार्कसिट निकाल्न सक्दछौं भनेपछि यही अनुसार ग्रेड पनि आयो र यही अनुसार के त भोलि जीपीए पनि निस्किन्छ र सबै क्याल्कुलेसन गर्न सकिन्छ भनेपछि इजिली हामीले के त गर्न सक्छौं अब एवं रीतले इंग्लिशको पनि त्यही हुन्छ त्यस्तै गरी त्यही तरिकाले क्याल्कुलेसन हुन्छ म्याथमेटिक्सको सेरोफेरोको यी सबै सब्जेक्टहरुको यो 1 क्लासको हो भने यही अनुसार 2 क्लासको पनि 3 क्लासको पनि सबै तरिकाले के त यसमा क्याल्कुलेट गर्न सकिन्छ भनेपछि यो निरन्तर मूल्याङ्कन प्रणाली अनुसारको 1 देखि 3 अनुसारको मार्क्स इन्ट्री गर्ने यो थीम अनुसारको चाहिँ के त राख्ने र त्यही अनुसारको अटोमेटिकली सिस्टमले मार्कसिट अथवा ग्रेड लेजर ग्रेड सिट अटोमेटिकली क्याल्कुलेट गर्दिन्छ भनेपछि यो नयाँ प्याटर्नको निरन्तर मूल्याङ्कन प्रणाली अनुसारको चाहिँ ग्रेड सिट अथवा ग्रेड लेजरको नमुना हामीले यहाँ देखायौं आशा छ यसलाई यहाँले पक्कै पनि बुझ्नु भएको छ यसरी साथी सफ्टवेयरमा भएका विभिन्न कुराहरू देखाउन सकिन्छ र यसबाट हामीले स्टुडेन्टको बिलिङ लगायत सम्पूर्ण विद्यालयको कामहरू साथी सफ्टवेयरबाट
गर्न सक्दछौं। हाम्रो उद्देश्य भनेको प्रत्येक विद्यालयले सफ्टवेयर प्रयोग गरून्। कुनै पनि कारणबाट विद्यालयले सफ्टवेयर प्रयोग गर्नबाट वञ्चित हुन नपरोस् भन्ने मुख्य उद्देश्य हो। किनभने धेरै स्कुल पैसाकै कारणले गर्दा सफ्टवेयर प्रयोग गर्न नपाइरहेको अवस्थामा हामीले विद्यालयलाई सफ्टवेयर प्रयोग गर्नबाट टाढा नहोस् भन्ने उद्देश्यले चाहिँ हामीले उहाँहरूलाई सुपथ मूल्यमा सफ्टवेयर प्रदान गर्न खोजेका हौं। यसको मतलब सफ्टवेयरको मूल्य कम हुँदैमा यसको क्वालिटी, सपोर्ट र विश्वसनीयतामा कुनै कमी हुने छैन। किनभने हामीले विद्यालयको सपोर्ट र सर्भिसमा विशेष ध्यान दिँदैछौं। विगतमा हाम्रा केही कमी कमजोरीहरूलाई सुधार्दै नयाँ तरिकाले स्कुललाई अधिकतम मात्रामा सेवा दिने उद्देश्यले हामीले अगाडि बढ्ने प्रयत्न गरेका छौं। हाम्रो यो प्रयासलाई यहाँहरूले पूर्ण रूपमा सपोर्ट साथ दिनुहुन्छ भन्ने हामीले अपेक्षा लिएका छौं। विद्यालयले जुनसुकै सफ्टवेयर प्रयोग गरे पनि विद्यालयको आफ्नो दैनिक गतिविधि प्रभावकारी तरिकाले चलाउन सकुन् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ। त्यसैले गर्दा यहाँहरूले विद्यालयले कुनै पनि तरिकाबाट कुनै नै सफ्टवेयर प्रयोग गर्नुहुन हामी विनम्र अनुरोध गर्न चाहन्छौं। हाम्रो प्रयोग गर्नुस् या कसैको प्रयोग गर्नुस्, तर प्रयोग चाहिँ जसरी पनि गर्नुहोला। किनभने विद्यालयले यदि सफ्टवेयर प्रयोग गर्नुभयो भने धेरै कुराहरुमा विद्यालयको के त सुधार हुन्छ र विद्यालय प्रविधि मैत्री बन्न जान्छ। विद्यालय प्रविधि मैत्री बनाउनको लागि सफ्टवेयरको ठूलो टेवा हुन्छ। त्यसैले साथी सफ्टवेयरको यो लामो भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।